श्री भक्तवत्सल भगवान को श्रीशैल सदया पात्रं देवभक्त्यादिगुणाढ्यं यतीन्द्रप्रवणं वन्दे रम्यजामातरं मुनिं लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां यो नित्यमच्युतपदां भजयुग्मरुक्मा व्यामोहतस्तदितराणि तृणाय मेने अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये। आत्रेयन्वयदुग्धवारिधिविदं श्रीमुक्तिनारायणं शालग्रामनिदर्शनाच्युकगुरो श्रीपादपद्माश्रितं गोपालार्य गुरोर्भवाप्तनिगमं चाणङ्गरार्य तथा वन्दे श्रीशतकोपयोगि कृपया ज्येष्ठाश्रमाप्तं गुरुं मुखं करोति पाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं यस्य प्रसादकलया बधिरा शृणोति पङ्गुप्रधावति जवे न च भक्तिमूकः अन्धः प्रपश्यति श्रुतं लभते च वन्द्या तं देवदेव वरदं शरणं गतोऽस्मि। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। वाञ्छाकल्पतरोर्भ्यश्च कृपा सिन्धुभ्यैव च पतितानां पावनेभ्यो श्री वैष्णवेभ्यो नमो नमः। श्री भक्तवत्सल भगवान को अखिलेय प्रतिनिक परब्रह्म परमात्मा श्री हरि श्रीमन्नारायण भक्तवांछा कल्पतरु भगवान गोविंद को वाणीमय मूर्ति यो पुरुषोत्तम महात्म्य र समस्त भगवान का प्राणभन्दा प्यारा भक्त भागवत जनहरू। अब हामीहरूले पुरुषोत्तम भगवान का पावन चरित्र श्रवण गर्दै आइरहेका छौँ। त्यही अनुसार आज पनि भगवान का चरित्रले युक्त भएका विभिन्न आख्यानहरू हामीले श्रवण गर्नेछौँ। समस्त भक्तहरू शान्त भएर बस्नुहुनेछ। वाल्मीकिरुवाच अशेष पापनाशार्थं गरुडध्वजतुष्टये गृहीत नियम त्याग चोचते विधिपूर्वक। अनेक पापलाई नाश गर्नको लागि भगवान श्रीहरि प्रसन्न पार्नको लागि जो नियम व्रत महिनाभरि लिएको नियम छ त्यसलाई फेरि छोड्ने विधान यहाँ बताउनुहुन्छ। रात्रि एक छाक मात्रै खाने त्यस्तो व्रत छ भने अन्तिममा चाहिँ ब्राह्मणलाई भोजन गराउनु, कुनै चिज पनि याचना नगरिकन व्रत गर्नेले अन्तिममा स्वर्ण दान गर्नु, अमावास्यामा भोजन गरिएको छ भने गाई दान गर्नु दक्षिणासहित, महिनाभरि अमलाले स्नान गर्ने गरेको छ भने दही दुध दान गर्नु, फलको नियम गरेको छ भने फलकै फलाहार गरेर व्रत गरिएको छ भने फलदान गर्नु, तेलका ठाउँमा चाहिँ घिउ दान गर्नु, धान्यका थानमा चाहिँ गोधुम भनेको गहुँहरू चामलहरू गर्नु, भैँमा शयन गर्ने नियम छ भने शय्या दान गर्नु, पातमा भोजन गर्ने व्रत लिएको छ भने त्यो पनि पत्रभोजी नरो यस्तो भोजनम घृत शर्कराम त्योमा पनि भोजनै गराउनु अनि हरेक प्रकारको दानहरू गर्नु। दम्पत्योर भोजनम चैव सस्नेहम च सुभोजनम दम्पतिलाई भोजन गराउने। न केश धारण गर्ने व्रत गरेको भए त्यसमा पनि ऐना दान गर्नु, जुत्ता दान गर्नु, जुत्ता छोडिया छ भने नुन त्यागेकाले विभिन्न रसहरू दान गर्नु, अनि दीप अखण्ड बत्ती बालिया छ भने दीप दान गर्नु। यसरी चाहिँ हरेक प्रकारका जुन जुन
सङ्कल्प गरेर व्रतमा नियम गरिएको छ त्यसमा चाहिँ हरेक प्रकारको चिजहरू त्यही प्रकारको चिजहरू दान गरेर पुनः व्रतलाई समापन गर्नु र त्यसमा पनि विशेष गरेर ब्राह्मणको वचन नै सर्वोपरि हो, आचार्यको वचन नै सर्वोपरि हो भनेर त्यसमा नै परिपूर्ण विश्वास गर्नु र यसरी चतुर्भुजो नरभूता सयाति परमाम गतिम, जसले चाहिँ यो महिनाभरि यस्तो व्रत गरेर अन्तिममा साङ्गत्य गर्नुहुन्छ भने उसले भगवान् लक्ष्मीपति नारायण जस्तै चतुर्भुज भएर भगवान्का चरणारविन्दलाई प्राप्त गर्नुहुन्छ भनेर यहाँ ब्रह्म मुहूर्त पूर्वाह्ने भुञ्जते देवा, बिहान ब्रह्म मुहूर्तमा चाहिँ अथवा बिहानको समयमा भोजनको जो भोजन हो त्यो देवताको भोजन भनेर बताइएको छ। मध्याह्नको भोजन चाहिँ ऋषिमुनिहरूको भोजन, अपराह्नको भोजन पितृहरूको, अनि सायंकालको भोजन आफ्नो लागि। अब त्यसलाई पनि छोडेर यदि एक छाक मात्रै खाने रात्रि भोजन गरियो भने त्यो अझ ठुलो महिमा बताउनु छ। ब्रह्म हत्यादि पापानि नाशयन्ति जनाधिपा नक्तभोजी महिपाल। नक्तभोजी भनेको दिनभरि व्रत गरेर बेलुका भगवान्को आराधना गरेर जो एक छाक भोजन गरिन्छ त्यसलाई चाहिँ नक्तभोजी भनिन्छ। अत्याधिक फल प्राप्त हुन्छ, दिनमा अस्मेध यज्ञ गरेको फल प्राप्त हुन्छ भनेर यता हरेक प्रकारको कर्म गर्दाखेरि त्यसको गरेको व्रत छोड्दाखेरि अथवा विसर्जन गर्दाखेरि यो कर्म गर्नु भनेर यहाँ बताइएको छ। इदम मया धर्म रहस्ययुक्तम, यो अत्यन्त धर्मले युक्त भएको रहस्यले युक्त भएको सबैको कल्याण गर्ने, पापलाई नष्ट गर्ने, भक्तहरूको मनोकामना अनुसार फल प्रदान गर्ने, भगवान् श्रीहरिलाई प्रसन्न पार्ने यो पुरुषोत्तम महात्म्यको पाठ गर्नाले श्रवण गर्नाले यी सबै वस्तुहरू प्राप्त हुन्छन्। जसले प्रेमपूर्वक श्रवण गर्नुहुन्छ तिनले पनि सयाति परम लोकम, जहाँ हरि भइबक्सिन्छ त्यो लोकलाई प्राप्त गर्नुहुन्छ भनेर यहाँ यसरी वर्णन गरिबक्स्यो। इत्युक्त विरतम राजा मुनीश्वर मुनिनमत, वाल्मीकिका मुखारविन्दबाट यो पुरुषोत्तम महात्म्यको भगवान् पुरुषोत्तमको पवित्र पावन चरित्र श्रवण गरेर वाल्मीकि ऋषिलाई नमन गर्नुभयो, पूजन गर्नुभयो सपत्नीक भएर। उररी कृत्य तत्पूजा, त्यसरी राजा रानीको पूजालाई स्वीकार गरेर आशीर्वाद दिएर तिमीहरूको कल्याण होस् भन्दै वाल्मीकि ऋषि सरजु भनेको अयोध्यातिर सवारी हुनुभयो। यसरी वार्ता गर्दा गर्दै सायं समय आयो। राजाले विचार गर्नुभयो अनि आफ्नो अर्धाङ्गिनी धर्मपत्नीलाई राखेर सम्झाउन लाग्नुभयो, हे सुन्दरी, यो संसार भनेको असार रहेछ, यो संसारमा कसैलाई पनि सुख रहन्छ। काम क्रोध लोभ मद मात्सर्यद्वारा सबै जलिरहेका रहेछन्। यो शरीर पनि लहर कहीँ फ्याँकिदियो भने किरा पर्दो रहेछ, काग सागले खायो भने विष्ट हुँदो रहेछ, जलाइदियो भने भस्म हुँदो रहेछ। यसैमा आसक्ति भएर कफ वात पित्तले युक्त भएर अध्रुव शरीरद्वारा ध्रुवक अविनाशी धर्म प्राप्त गर्नुपर्छ, भगवानको भक्ति प्राप्त गर्नुपर्छ। त्यस कारणले देवी तिमी यहीँ बस, म जङ्गलमा जान्छु, जङ्गलमा गएर हरिभजन गरेर आत्माको उद्धार गर्छु भनेर आफ्नो अर्धाङ्गिनी गुणसुन्दरीलाई सम्झाउनु भएको थियो। गुणसुन्दरी जो पत्नी थिइन् उनले हात जोडेर बसेर उनले भन्दछन्, हे प्रभु, हजुर जहाँ जानुहुन्छ म पनि त्यहीँ जान्छु। पतिव्रता नाम स्त्रीणाम तु पतिरेव हि दैवतम, पतिव्रता स्त्रीको लागि पति नै सबैभन्दा ठुलो देवता हो, भगवान् हो। त्यस कारणले पति गएर म घरमा चाहिँ बस्दिनँ। यदि पति चाहिँ जाने म घरमा बसेँ भने के हुन्छ भन्दाखेरि म अर्काको अधीन हुन्छु, कुकुरनी जस्तै भएर बाँच्नुपर्छ। पिताले पतिका हातमा सम्पन्न हुन्छ, पतिले छोडेर गइसकेपछि पुत्रका अधीनमा रहनुपर्छ। तर पति छँदाछँदै पनि पहिले छोडियो भने अनि के गति होला। त्यस कारणले म पनि हजुरकै साथमा जान्छु भनेर गुणसुन्दरी और दृढधनुर्धारी राजा पतिपत्नी भएर राजा रानी भएर हिमाचलतिर जानुभयो। हिमाचल भनेको बद्रीनाथ क्षेत्र, गङ्गा महासाध्य दम्पति भनेको जो भागीरथी गङ्गा हुन्, हरिद्वार हुँदै त्यहाँ गएर त्रिकाल स्नान गर्दै पुरुषोत्तम भगवानको आराधना गर्दै
तपस्या गर्नुभयो महिनाभरि। यो पुरुषोत्तम महिना, तपस्वी महिना, तपस्या गर्ने महिना। हात उठाएर पाउको दायाँ गोडाको दायाँ बुढी औँलाले टेकेर आकाशतिर हेरेर भगवान श्रीकृष्णको चिन्तन गर्दै भगवान श्रीहरिको मन्त्र जप्दै तपस्या गर्दै जानुभयो। सेवा विधौ प्रसन्ना सिन महिषी सा पतिव्रता, उनकी जो पत्नी थिइन् बडा पतिव्रता, उनले सेवा गर्दै भगवत अनुष्ठान गर्दै गइन्। समय आयो, भगवानले आफ्ना पार्षदहरू पठाउनु भयो। पुण्यशील सुशीलले सेवित भएका त्यो विमान लिएर आउनुभयो। त्यो विमानलाई देखेर भगवानका पार्षदलाई देखेर यी राजा रानी जुरुक्क उठ्नुभयो, चरणमा साष्टाङ्ग प्रणाम गर्नुभयो, विमानमा चढ्नुभयो। भगवान हरिका गोलोक धामलाई प्राप्त गर्नुभयो, जहाँ गएर पुनः फर्केर यो संसारमा आउनु पर्दैन। एवं तप्त तपो राजा मासे श्री पुरुषोत्तमे, यसरी यो पुरुषोत्तम महिनाको अनुष्ठान गरेर कहिल्यै पनि डर नहुने भगवान हरिको सन्निधि, हरिको लोक वैकुण्ठलाई प्राप्त गरेर बडा प्रसन्न हुनुभयो। पतिव्रता च तत्पत्नी, उनकी जो पतिव्रता पत्नी थिइन् उनी पनि साथमा गइन्। यसको भगवान पुरुषोत्तमको सबभन्दा प्राणभन्दा प्यारो महिना यो हो। वर्णयामि किमद्याहं यदेकरसना मम, अब यो भगवानको चरित्र मैले एउटा जिउराले कति बताउन सक्छु र हजारौँ फण भएका शेष नागले पनि परिपूर्ण रूपमा चाहिँ वर्णन गर्न सकिबस्छन्। सहस्र जन्म तप्तेन तपसा यत्र गम्यते, हजारौँ वर्ष तपस्या गरेर जुन लोकलाई प्राप्त गरिन्छ त्यो लोक सजिलैसँग भगवत शरणागति भएर पुरुषोत्तम भगवानको आराधना गर्नाले त्यो लोक प्राप्त हुन्छ। बाहनाद्वारा पनि यो पुरुषोत्तम महिना दान स्नान जप गर्दछन् भने करोडौँ जन्मको पाप नाश गरेर भगवानको चरण बिन्दलाई प्राप्त गर्दछन्। यसमा एउटा इतिहास बताउँछु। एउटा के अरे बाँदर थियो, त्यो बाँदरले 3 रात्रि मात्रै स्नान गरेर पनि त्यसले प्राप्त गरेको थियो। अन्जानमा पशु हो त्यो सबै पाप नाश भएर दिव्य रूप लिएर भगवानका धाममा गएको थियो, जहाँ जन्मनु पर्दैन, जहाँ बुढो हुनु पर्दैन, जहाँ मर्नु पर्दैन। त्यस कारणले यो पुरुषोत्तम महिना सर्वोत्तम महिना हो। अहमूढान सेवन्ते मासम श्री पुरुषोत्तमम, जो बुद्धि नभएका छन् त्यस्ता व्यक्तिले मात्रै यो पुरुषोत्तम भगवानको व्रत गर्दैनन्, उपासना गर्दैनन्। जसले यो व्रत गर्दछन्, उपासना गर्दछन्, तीर्थस्नान गर्दछन् भने ती धन्य धन्य हुन्। कृत्य भनेको मानव जीवन जुन कर्म गर्नको लागि दिनुभएको थियो त्यो सबै कर्म गरेका हुन्, उनको जीवन नै सफल छ। जसले विधिपूर्वक स्नान दान जप होम उपोषण, उपोषण भनेको उपवास जस्तो सकिन्छ, जसले गर्दछन्। सर्वार्थ साधनम वेदे, सबैभन्दा उत्तम साधन रे मानवको अयम शाखा मृगोपेद्धा मुक्तो यद ब्याज सेवनाथ, त्यत्तिकै अन्जानमा सेवा गरेको हुनाले यो चाहिँ शाखा मृग भनेको बाँदरले त भगवान मुक्त भएको थियो भनेर सोध्नु भएको थियो। सोधेपछि नारदलाई आश्चर्य लाग्यो। होइन, एउटा पशुले पनि यो व्रत नजानिकन गरेर कसरी गर्यो, के भयो, त्यो को हो, के खाएको थियो, के गरेको थियो, त्यो सबै विस्तारपूर्वक बताइबक्सिस्, मलाई चाहिँ सुन्ने इच्छा छ। बाँदरले पुरुषोत्तम महिनाको व्रत गरौँ भन्दा त बडा आश्चर्य लाग्यो भनेर नारदजीले भगवान नारायणसँग सोधिबक्सिन्छ। नारायणले उत्तर दिनुहुन्छ। केरल नामको देशमा अत्यन्त लोलुप छुचो, लोलुप भनेको छुचो, साह्रै छुचो, नित्य धन सम्पत्ति आर्जन गर्ने तर खर्च नगर्ने, बिल्कुलै खर्च नगर्ने, त्यसको नाम सबैले गाउँलेले के राखेको थियो भन्दा कदरी। कदरी भनेको छुचो, संस्कृतमा कदरी भनेको अत्यन्तै छुचोलाई कदरी भनिन्छ। साह्रै छुचो, कसैलाई 1 गिलास पानी पिलाउने नि होइन, एउटा केही एक घाँस खुवाउने नि होइन, एक कपडा राम्रो लाउने नि होइन, कपडा लाउन दिने नि होइन, कहीँ 1 पैसा दान गर्ने नि होइन। त्यस कारणले त्यसको नामै कदरी। गाउँका सबैले कदरी गरे भनेर चाहिँ उपवास गर्दथे। लोके कदरी इत्याका गतस्तेनैव कर्म, चित्र शर्मा पुरानामा तस्यासित पितृकल्प, पिताले राखेको नाम चित्र शर्मा थियो, तर चित्र शर्मा नभनेर उसको नाम गाउँलेले चाहिँ कदरी राखेका थिए।
न त राम्रो भोजन गर्यो कुनै दिन, न राम्रो वस्त्र लगायो, न कुनै दिन स्वाहा भनेर देव कार्य गर्यो, न त कुनै दिन पितृकार्य नै गर्यो। नराम्रो बुद्धि भएको हुनाले यसको लागि पनि केही गरेन, बन्धुबान्धवलाई पोषण पनि गरेन। जति सम्पत्ति आर्जन गर्थ्यो भूमिमा लगाएर गाड्दथ्यो। धन्य धान्य जे थियो। माघ महिनामा तिलका लड्डुहरू पनि भगवान्लाई अर्पण गरिन। कार्तिक महिनामा आकाशदीप आदि बत्ती पनि कहिल्यै बालेन। ब्राह्मणहरूलाई कहिले भोजन पनि गराएन। वैशाख महिनामा धान्य दान पनि गरेन। सुन चानीका त कुरै छोडिदिउँ, कुनै दिन हवन पनि गरेन। सूर्य ग्रहण, चन्द्र ग्रहण इत्यादि लाउँदा पनि स्नान गरेन। सबैले चाहिँ सब अपमान गर्दथे। अभिवद दीनवाचम सर्वत्र अश्रुपले, जहाँ जान्थ्यो रुन्थ्यो। अनि गर्मीमा गर्मीले, ठन्डीमा ठन्डीले कपडा लाउन नि त भएको पैसा लगाएर गाड्दथ्यो। त्यति हो। शरीर पनि यस्तै फु गर्दा ढल्लिँदथ्यो। भोगायतनम शरीरम, जति धेरै भोग गर्यो त्यति शरीर मोटो घाटो हुन्छ, रातो बिरो हुन्छ। जति योगतिर लाग्यो त्यति चाहिँ भोग नगरेपछि शरीर त बन्दैन। जलमल नभएपछि चाहिँ घाम पनि पानी पनि जाडो गर्मी केही भन्दैन त माग्नको लागि विचरण गरिराख्दथ्यो पृथ्वीमा। कोपी यच्छतु यत्किञ्चित पामराज महुर्वदन, मलाई कसैले दिनुहुन्छ, भिक्षा दिनुहुन्छ भन्दै याचना गर्दथ्यो। कसैको घरमा धेरै समय पनि बस्दैन थियो, किनकि धेरै ठाउँ गएर माग्नु छ, धेरै जम्मा गर्नु छ। सबैले धिक्कार गर्थे। धिक्कार, यसलाई धिक्कार, कमसेकम मागेको लहर खाए नि हुन्थ्यो नि भनेर चाहिँ धिक्कार गर्दथे नित्य। उसको एउटा मित्र थियो बाटिकानाथ भनेको, ठुलो फलफुलको बगैँचाको मालिक। अनि एक दिन चाहिँ त्यो मालिक मित्र भएको हुनाले भेट्न गयो। सतम निवेदयामा स्वदुःखम, उहाँ गएर भन सबै कुरा के गर्ने, खानु नि छैन, लाउन नि छैन, गरिब भएँ, आफ्ना बालबच्चालाई पोषण पनि गर्न सकेका छैन, औषधि उपचार पनि गर्ने मसँग केही पनि भएन, भोक भोकै विचरण गरिरहेको छु। सबैले मलाई तिरस्कार गर्छन् प्रभु। अरूको तिरस्कारका त्यो कटु शब्द सुन्दाखेरि मेरो कान पनि भेदन हुन्छन्। कहीँ पनि म बस्न सकिनँ। हजुरले यदि आश्रय दिनुभयो भने, म हजुरले आश्रय दिनुहुन्छ भने म हजुर कहाँ बस्छु, यही बगैँचामा बस्छु। अतिदिन तर वाचम, साह्रै दिन दुखीको जस्तो वचन सुनेर बिचरा मालाकार दयालु थिए। दीनाम मत्ता क्रोधयाम, दया गरे उसले, भइहाल्यो त नि यहीँ बस, यहीँ खाऊ, मैले जे खान्छु त्यही खाऊ, मैले जस्तो लाउँछु त्यही लाऊ, म जहाँ बस्छु त्यहीँ बस त नि। एकादरीय तमत्रैव बाटिका यम्बा साधुन, तिमी यही बगैँचामा बस न त। बगैँचामा बस्ने सामान्य बास त थियो। यो सुनेपछि बडा खुसी भयो अरे। अनि खुसी भएर उसले जे भन्छ त्यो गर्दै गयो। बडा आज्ञा पालन गर्यो पहिला पहिला। अनि धेरै आज्ञा पालन गरिसकेपछि त ओहो यो त बडा इमान्दारी रहेछ भनेर विश्वास दिलायो मालिकलाई। विश्वासम अकरो दृढम। अब त्यो मित्रले, मेरो मित्र जो कदरी भनेर सबैले अपमान गरेका थिए, यी त बडा विश्वासी रहेछन्, राम्रा रहेछन्, काम गर्दा रहेछन्, इमान्दार रहेछन् भनेर विश्वास पनि गर्यो। अत्यन्तै विश्वास गर्यो। तमेवाचिकरद विप्रम स्वल्पम वाटिकापतिम सकल्पम वाटिकापतिम, ल यो यो जो बगैँचा छ, यो फलफुलको बगैँचा जो छ, यसका मालिक तिमी नै भयो, तिमी नै यसको अध्यक्ष भऊ, अध्यक्ष अथवा यहाँको मालिक तिमी बन। अनि तिमीले गएर मलाई पनि केही देऊ, तिमीले पनि खाऊ, तिमी पनि बाँच, मलाई पनि बचाऊ, ल यसको संरक्षण गर भनेर ती चाहिँ जो उनका मित्र थिए, वाटिका भनेको बगैँचाका मालिक, उनले उसलाई जिम्मा लाए। अर्पण गरिसकेपछि आनन्दसँग चिन्ता छोडेर उनी घरमा गएर परिवारसहित बसे। ती मालिक जो बगैँचाका मालिक थिए, फलफुल प्रशस्त फलफुलहरू लगाएका थिए, आनन्दसँग बसे। अब यता तत्फलानि कदरी यस्तो जग्गा छ निर्भर मुदा। अब चाहिँ उनी गएपछि ती फलहरू टिप्दो भयो, अनि बेच्दो भयो, अनि त्यसपछि बेचेर ल्याएर जति पैसा हुन्छ ल्याएर फेरि गाड्न लाग्यो। यदा पृच्छ, अनि यसै गर्दा गर्दै कहिलेकाहीँ त उसले सोध्ने भयो के छ कसो छ, आम्दानी कति भयो, फाइदा छ कि घाटा छ कि, फलफुलको कति व्यापार भएको छ भनेर सोद्धाखेरि उसले के भन्छ भन्दाखेरि, प्रभु म गाउँमा मागी मागी खाएको छु, के अरे नगरमा मागी मागी खाएको छु, भिक्षा गरेर खाएको छु। अनि हरेक त्यो घाँसमा, त्यो जङ्गलमा म घुमी घुमी त्यो बगैँचालाई रक्षा गरेको छु।
तर जति फल फल्छन् ती सबै झरेर जान्छन्, पक्षीहरूले खान्छन्। नभई गएर हेर्नुहोस्, जति पक्षीहरू आएर साह्रै सताएर पक्षीलाई मैले ढुङ्गाले हान्दा पक्षी मरेका पनि छन्, मारेर झारेर राखेका थियो देखाउनको लागि। तिनका वंशहरू पनि हजुरले देख्न सक्नुहुन्छ। यस्तो सुनेपछि पक्कै होला भन्नु बिचारा सोझो मान्छे भर पऱ्यो। अनि यस्तै गर्दा गर्दै धेरै वर्ष व्यतीत भयो। कति 87 कदरी जरा जरा निर्यात 87 वर्षको भयो यो कदरी चुचो, 87 वर्षको भयो। यसो हुँदाहुँदै बला नराम्रो रोग लाग्यो, मृत्यु भयो। आफूले गरेको कर्म अनिवार्य भोग्न पर्ने भएको हुनाले नाभुक्तम क्षीयते पापम इति वेद विदो वदन, शास्त्रमा आफूले गरेको पाप पनि आफूले भोग्नै पर्छ, पुण्य पनि आफूले भोग्नै पर्छ, चाहे यो जन्ममा होस् चाहे अर्को जन्ममा होस्। शरणागति भइयो भने सञ्चित और क्रियामान टर्दछन्, प्रारब्ध मात्रै भोग्नुपर्छ। तर शरणागति नभए सञ्चित पनि भोग्नुपर्छ, क्रियामाण पनि भोग्नुपर्छ, अनि प्रारब्ध त छँदैछ। त्यस कारणले आफूले गरेको कर्म कहिल्यै पनि खेर जाँदैन। तस्मात् त्यही भएर हामी भगवत शरणागति हुन्छौँ। शरणागति भएको किन भन्दाखेरि प्रभु हामीबाट पाप नै हुन्छ, पुण्य नै हुन्छ। पुण्यले हामीलाई स्वर्ग लान्छ, हाम्रो मुक्ति भएन। पापले हामीलाई नरक लान्छ, त्यहाँबाट नै मुक्ति भएन। स्वर्ग गए पनि पुनः आफ्नो पुण्य समाप्त भएपछि यही संसारमा आउनुपर्छ। नरक गए पाप समाप्त भएपछि फेरि यही संसारमा आउनुपर्छ। अनि पनि जन्मनु, अनि पनि मर्नु, अनि पनि गर्भैतिर गई पर्नु। यो चक्र कहिल्यै पनि छोड्दैन प्रभु। त्वमेव उपायमे भो, हजुर नै उपाय अरू हजुर नै उपेय होइ बक्सियोस् भनेर हजुर उपाय र उपेय हजुर दुवै हजुर नै हुनुहुन्छ। हामीलाई लाने पनि हजुरले नै, पाउने पनि हजुरलाई नै। यसलाई उपाय र उपेय भनिन्छ। हामीलाई यहाँबाट संसारबाट लानेको भगवान्, उहाँ गएर पाउनेको भगवान् नै भएको हुनाले उपाय पनि उपेय पनि, साधन पनि प्राप्य फल पनि भगवान् भएको हुनाले हजुर त उपाय र उपेय दुवै हजुर भइबस्नुहुन्छ भनेर जब हामी शरणागति हुन्छौँ त्यही दिन नै भगवान्ले सर्व पापेभ्य मोक्षयिष्यामि भनेर हामीलाई अभय प्रदान गरिबस्नुहुन्छ। यो बाहेक भगवत शरणागति नभइकन हामीले जति जन्मेर जे गर्छौँ त्यो अनिवार्य भोग्नै पर्छ। नभोगिकन पाप नभोगिकन स्वर्ग जान पनि पाइन्न, पुण्य नभोगिकन पुण्य नभोगिकन नरक जान पनि पाइन्न। आफूले जे गरेको छ त्यो भोग्नै पर्छ। त्यस कारणले असाध्य मानुषम देहम दुर्लभम त्रिदशैरपि, यो मानव जीवन भारतवर्षमा जन्मनु भनेको देवताहरूलाई पनि दुर्लभ हो। देवताहरूले पनि आफ्नो पुण्य समाप्त भएपछि भारतवर्ष भनेको हामी जहाँ छौँ यो क्षेत्रमा जन्मन चाहन्छन्। देवताहरूलाई पनि दुर्लभ हो। त्यस कारणले कृष्णसार मृगले युक्त भएको पवित्र पावन विभिन्न नदीहरूले, विभिन्न तीर्थहरूले, विभिन्न धामहरूले, विभिन्न मठ मन्दिरले, विभिन्न क्षेत्रहरूले युक्त भएको यो भारतवर्षमा जन्मन पाउनु यो सबैभन्दा ठुलो पुरुषार्थ हो, भगवत कृपा हो। न कृतम धन लोभेन व्रतम निहितम जनुर्मया। अब त्यो मृत्यु भइसकेपछि यमराज त्यसले नरकमा ल्यायो अनि उसले पश्चाताप गर्न लाग्यो। मैले भारतवर्षमा जन्मेर मानव जीवन पाएर पनि मैले केही पनि कृष्णसार मृग विचरण गर्ने पवित्र क्षेत्र, काला मृग विचरण गर्ने क्षेत्र यो अझ पवित्र अरे, यज्ञ गर्ने पवित्र। त्यस कारणले मैले जीवन व्यर्थ फालेँ। मैले कमाएको धन अर्कैका हातमा गयो। किम करोमि पराधीन काला पास मृत्युधन। अब म त अहिले त कालका पासमा छु। कहिल्यै पनि शुभ कर्म गरिनँ। न दत्तम न हुतम बन्नौ, न त कसैलाई दान गरेँ, न त हवन गरेँ, न गुफामा गएर तीर्थमा गएर तपस्या गरेँ, न त गङ्गामा गएर स्नान गरेँ माघ आदिमा, कार्तिक आदिमा, न त ठुला ठुला उपवासहरू गरेँ, न त पुरुषोत्तम भगवानको पूजन गरेँ, व्रत गरेँ, न त कार्तिक महिनामा बिहान उठेर तारा छँदै, तारका गणम तारा छँदै जो स्नान हो त्यो उत्तम स्नान रे हैन। उत्तमे तारकोपेता मध्यमे लुप्त तारक अदमी सूर्य सहिता, यसरी बताएको छ। तारा छँदै गरेको स्नान उत्तम, तारा अस्ताएपछि गरेको स्नान सन्ध्या मध्यम, सूर्य उदय भएपछि गरेको स्नान सन्ध्या चाहिँ अधम। न त शरीरलाई पुष्ट पारेँ, धर्म अर्थ काम मोक्ष न त चारै पुरुषार्थ प्राप्त गरेँ। मैले सञ्चित गरेको द्रव्य जहाँको त्यही छ,
जीवो जीवन पर्यन्तम क्लेशितो दुष्टबुद्धिना, मैले अरूलाई दुःख मात्रै दिएँ, कुनै दिन यो पेटलाई तृप्त पानी पारिन रे, तृप्त भए हुने तरिकाले भोजन पनि गरिन, राम्रो कपडा पनि लगाइन। नज्ञातो बान्धवाचा स्वजना न स्वसापि न त दाजुभाइ इष्टमित्र सन्ततिहरू ज्वाइँहरू छोरीहरू मान्यजनहरूको सेवा गरे। पतिव्रता स्त्री थिइन्, उनलाई प्रसन्न पनि पारिन। मिष्टान्न भोजन कहिल्यै गरिएन, तिनलाई तृप्त पारिएन। एवं विलपमानम तो निन्नु किन ससन्निध्यम, यसरी विलाप गर्दै गर्दै यमराजको दूतले त्यो कदरे भनेको छुचो व्यक्तिलाई नरकमा लए। तम दृष्टा चित्रगुप्तस्तु विलोके तच्छुभाशुभम, अनि चित्रगुप्तले हेर्नुभयो यसले राम्रो काम कति गर्यो, नराम्रो काम कति गर्यो। अनि हेरिसकेपछि छुट्याउनु भयो उहाँले आफ्ना स्वामीलाई। अवोचत स्वामिनम धर्मम कदर्युयम द्विजादमा, माली जो ब्राह्मणमा अत्यन्तै अधम छुचो कदरी जो थियो त्यसको सबै चरित्र बताउनु। न किञ्चित सुकृतम, यसले कहिल्यै राम्रो कर्म नि गरेन, सम्पत्तिमा आसक्त भयो, धेरैभन्दा धेरै पाप गर्यो। त्यति मात्रै होइन, एउटा विश्वासघात गर्यो, आफ्ना मित्रले गरेको विश्वासघात पनि गर्यो, धेरै फलहरू चोर्यो, अनि धेरै प्राणीहरू पनि हत्या गर्यो, अनि चोरेको फल सबै लगाएर बेच्यो, आफ्नो मालिकको सोझो गरेन। अनि फल चोरीको कारणले र विश्वासघात गरेको कारणले गर्दाखेरि यसका अरू पनि पापहरू छन्। यस्तो वचन सुनिसकेपछि इत्थम निशम्य विधिवन्नद चित्रगुप्त वाक्यम क्रुधा प्रबलया प्लुत धर्मराज, त्यसपछि गरी यो सुनेर धर्मराजले 1000औं वर्ष यो बाँदर हुन परोस् भनेर श्राप दिनुभयो। के भन्नुभयो अरे? 1000औं वर्ष श्राप बाँदर हुने। आइसयाति कपि जन्म, यति भनिसकेपछि फेरि भगवान् नारायण भनिन्छ तन्निसम्य भट्टानाह गुप्त चित्रगुप्त चिरमृषम। त्यसपछि जो के अरे यमराजका दूतहरू थिए, यसले धेरै चोरी गर्यो, यो प्रेत भयो। अनि प्रेत भइसकेपछि धेरै प्रेत योनि भोगिसकेपछि पुनः बाँदर हुने, यसलाई चाहिँ बाँदरको जुनी दिने भनेर निश्चित गरियो। यस्तै गर्दै 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 तेवम चित्रगुप्तेमा सदादिष्ट समादिष्ट विभीषण, यसरी चाहिँ चित्रगुप्तले आज्ञा दिनुभयो। अनि पिड्दै 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 त्यसलाई प्रेत भयो वनमा। निर्जले प्रेत राम्रो ठाउँमा हुँदैन, त्यो जल नभएको मानव नभएको बडा दुःखले पीडित हुने त्यस्तो ठाउँमा चाहिँ प्रेत भएर भोक प्यासले पीडित भएर जङ्गलमा घुम्न लाग्यो। प्रेत योनिको जो दुःख हो त्यसको अनुभव गरेर अब फल चोरीको विश्वासघात गरेको कारणले प्रेत हुन भयो, और फल चोरी गरेको कारणले गर्दाखेरि अब कपियोनि अजिजमत, अब नरकबाट फेरि बाँदर भएर संसारमा जन्म। कहाँ जन्म यो? दिव्य कालन्जरे शैले, दिव्य कालन्जर पर्वतमा। कालन्जर पर्वत भनेको गलेश्वरबाट हामी माथिको जो दूरी देखिन्छ कालन्जर पर्वत, जहाँ चाहिँ त्यो बडा पवित्र मृगतीर्थ पनि हो। त्यो कालन्जर पर्वत मृगतीर्थ बडा महत्त्वपूर्ण पर्वत हो, त्यो मुक्ति क्षेत्रको पर्वत हो, मुक्ति पर्वत पनि भन्छ त्यसलाई। त्यस कारणले कालन्जर पर्वतमा यो बाँदर भएर जन्मियो। अब भोक र प्यासले पीडित भएर पूर्व पश्चिम उत्तर दक्षिण जतासुकै विचरण गर्न लाग्यो। दिव्य कालन्जरे शैले जम्बुखण्ड मनोहरे, भारतवर्षको सबभन्दा उत्तम कालन्जर पर्वत मुक्ति क्षेत्र, जहाँ अत्यन्त सुशील जल सुशीतल जलले युक्त भएको छ, फलफुलले युक्त भएको जङ्गल छ। स्वयं इन्द्र महाराजले निर्माण गरेको जो चाहिँ कुण्ड छ, जसलाई चाहिँ मृग सरोवर भन्छन्, त्यसलाई स्वयं इन्द्र महाराजले बनाएको सरोवर, जहाँ चाहिँ अहिले हाम्रा कमलनारायण बाबाले चाहिँ आश्रम बनाउँदै हुनुहुन्छ, स्वामीले आश्रम बनाउँदै, त्यसलाई मृगतीर्थ भनिन्छ। देवताहरूलाई पनि दुर्लभ रे, जुन तीर्थमा गएर श्राद्ध गर्नाले पितृहरूले सद्गति प्राप्त गर्छन्। यत्र दैत्य भया देवा मृगा भूत्वा निरन्तरम, जहाँ चाहिँ
देवताहरू दैत्यहरूको डरले मृग भएर त्यहाँ विचरण गरेका थिए, त्यही भएर त्यो के बनेको थियो? मृगतीर्थ बनेको थियो। अनि अभिशस्नु निरातङ्का मृगतीर्थमा त्यो देवताले स्नान गरेको हुनाले त्यो तीर्थ मृगतीर्थ भयो। अब त्यहाँ यो बाँदर भयो। अब त्यसपछि गएर फेरि नारदुवाच तत्रायं प्रथमं जन्म कापेयं लद्वान्दिज। उता चाहिँ प्रेत योनि भोगिसकेपछि अनि बाँदर जोनी भयो। फलचोरीको कारणले गर्दाखेरि फलचौर्य कृतात् पापात् आद्य असाध्यमानं तम यसरी बताइसकेपछि नारदजीलाई आश्चर्य लाग्यो। त्यस्तो पापी पनि त्यस्तो पवित्र क्षेत्रमा मृगतीर्थ, कालञ्जर पर्वत, मुक्ति क्षेत्र, गण्डकीको तीर, त्यस्तो ठाउँमा कसरी जन्म त नि? यो के कारण हो? के यसमा के रहस्य छ भनेर सोधेपछि नारदजीले बताउनुहुन्छ, त्रैलोक्य सोध्नुहुन्छ। त्रैलोक्य पावने रम्य मृगतीर्थे कथम कपि। तिनै लोकमा अत्यन्तै पवित्र यो मृगतीर्थमा यो कसरी चाहिँ करोडौँ पापले युक्त भएको यो पापी कसरी जन्म? मेरो सबै कुरा शङ्का नष्ट गरिदिनुहोस् भनेर सोधिसकेपछि अब यता नारदजीलाई उद्देश्य गरेर भगवान् नारायणले बताउनुहुन्छ, कैस्य यो के थियो भन्दा पूर्वजन्ममा कश्चित वैश्यो महानासिम नामना वैचिन्द्रकुण्डला, एउटा चित्रकुण्डल नामका वैश्य थिए। हेर्नु है, पत्नी उनकी पत्नी थिइन् के तारा नाम गरेकी उनकी पत्नी थिइन्, बडा पतिव्रता। किन यो कदरिया चाहिँ त्यस्तो ठाउँमा चाहिँ पवित्र तीर्थमा जन्म बाँदर भएर जन्मे पनि भनेर सोद्धाखेरि यहाँ उत्तर दिनुहुन्छ है, किन जन्म? उनले आनन्दसँग यो पुरुषोत्तम महिनाको व्रत गरिरहेका थिए। व्रतको साङ्गेतामा महिनाभरि व्रत गरे। अनि साङ्गेता गर्ने बेला बडा भव्य रूपमा चाहिँ उद्यापन साङ्गेता गरे। सपत्नीको मुदायुक्त श्रद्धेया चित्रकुण्डल नागरिका जो वैश्य थिए उनी चाहिँ बडा आनन्दसँग श्रद्धापूर्वक पुरुषोत्तम महिनाको साङ्गेता गरे। धेरै ब्राह्मणहरूलाई वेदाङ्ग पढेका ब्राह्मणहरूलाई निमन्त्रणा गर्नुभयो। सपत्नीकलाई बोलाएर गुणले युक्त भएकालाई बोलाएर अनि खुब यज्ञ गर्नुभयो, खुब दान गर्नुभयो। यज्ञ चलिरहेको थियो त्यही बेला यो कदरिया छुचो ब्राह्मण पनि घुम्दै घुम्दै त्यहाँ गएको रहेछ। किन गएको थियो भन्दा धनको लोभले गर्दाखेरि। उद्यापन विधौ पूर्णे सञ्जाते चित्रकुण्डल। अब यता साङ्गेता भयो, धेरै दान गरेर यी चित्रकुण्डल नाम गरेका भगवानका भक्तले अत्युग्र दानै स्थान विप्राण सबै ब्राह्मणलाई चाहिँ ठुलो ठुलो दान गरेर तृप्त पार्नुभयो। सबै ब्राह्मणहरू प्रसन्न हुनुभयो। भूयसी दक्षिणा आदि पनि गर्नुभयो। सबैले आशीर्वाद दिए। तर यो कदरिया पनि त्यहाँ गएको थियो। सबैलाई दान गर्दाखेरि उसले हेरिरहेका छ, उसलाई चाहिँ मिलेन। साह्रै छुचो थियो, निमन्त्रणा गरेर गएको हो त होइन, यो सबैलाई दिनुभयो। अनि सबै ब्राह्मण गइसकेपछि अनि रुँदै त्यही चित्रकुण्डल नाम गरेका वैश्यका नजिकै गएर रुन लाग्यो हात जोडेर। के भन्छ भन्दाखेरि चित्रकुण्डल वैश्य स भगवत भक्तिवासुर। यी चाहिँ चित्रकुण्डल नामका वैश्य पति पत्नी नै बडा भगवानका भक्तिनी थिए। अनि पुरुषोत्तम व्रतम सम्यक भवता विधिना। अनि के भन्छ त भन्दाखेरि प्रभु हजुरले चाहिँ यो पुरुषोत्तम महिनाको व्रत राम्रो विधि विधानसँग सम्पन्न गर्नुभयो, प्रेमपूर्वक सम्पन्न गर्नुभयो। हजुर धन्य हुनुहुन्छ। हजुरका पिता पनि धन्य हुनुहुन्छ। हजुरकी पत्नी पनि धन्य हुनुहुन्छ। आज यस्तो चाहिँ सन्तति प्राप्त गर्नुभयो। धन्य धन्य तचायम मासा श्रीपुर। यो पुरुषोत्तम महिना पनि बडा धन्य रहेछ, जसको सेवन गर्नाले यलौकिक सुख र पारलौकिक सुख पनि प्राप्त हुन्छ। हजुरको पूजा देखेर म बडा खुसी भएँ। प्रशंसा कस्यना प्रिय रे। कसैकोबाट काम लिनु छ भने उसको प्रशंसा गरियो भने काम बन्छ, गाली गरियो भने त बन्दैन। यो जानेको थियो। अहो त या महत्कर्म कृतमे तन संशय। हजुरले धेरै राम्रोभन्दा राम्रो कर्म त गर्नुभयो। यस्तो दान, यस्तो यज्ञ, यस्तो उदार मनले कसैले गरेका थिएन। तर अरू सबै ब्राह्मणहरूलाई हजुरले धेरै प्रकारको दान दिनुभयो। मलाई किन दिनुहुन्न? मलाई किन दिनुहुन्न? ददासी कथम मह्यम। म भाग्यले हीन भएको, मलाई किन दिनु भएन त? यसरी बारम्बार रुँदै कराउँदै प्रार्थना गरौँ। घृतका अनि यता बिचरा उनी वैश्य थिए, उनले दिए। इति विज्ञापित थिएन तस्मै धन मदादसौ। उनलाई पनि जे अरूलाई दिएका थिए त्यो सबै कुरा दिए।
अनि त्यो लयो, त्यो लगेर गाड्यो। तत्रानेन महापूजा दृष्टा श्री पुरुषोत्तमे। अनि यता पुरुषोत्तम महिनाको लोभको कालले प्रशंसा पनि गर्यो, पुरुषोत्तम महिनाको यज्ञको दर्शन पनि गर्यो र केही आशीर्वाद पनि सुन्यो र पुरुषोत्तम भगवानको पञ्चामृत प्रसाद पनि लियो र त्यो प्रशंसा गर्यो। र तत्रानेन महापूजा दृष्टा श्री पुरुषोत्तमे, त्यहाँ चाहिँ महान यो उत्सवको दर्शन गरेको हुनाले अनि पुरुषोत्तम महिनाको स्तुति गरेको हुनाले, पुरुषोत्तम भगवानको महिमा गाएको हुनाले पूजा दर्शन माहात्म्यम पुरुषोत्तम संस्तमात, पूजाको दर्शनको अरू पुरुषोत्तमको स्तुतिको धनलोभको कारणले गरेको कारणले भए पनि यो पवित्र तीर्थमा जन्म पायो भनेर यहाँ बताउनु भयो। दर्शनास्तवनाद वापी धनलोभ कृतादपि, दर्शन मात्रैले पनि स्तुति मात्रै गर्नाले पनि धनको लोभले गरे पनि सुखा यो जो बाँदर हो दुष्ट शाखा मृगस्यापि जातम तत्, मृग यो बाँदर हुँदा पनि पवित्र तीर्थमा गयो भने जसले श्रद्धापूर्वक यो व्रत गर्नुहुन्छ भने उनको के महिमा बताऊँ। अब नारदजीले बताउनुहुन्छ, प्रभु सुशीतल जले ब्रह्मन् सिग्न थाये मनोहरे सद्वृक्ष मण्डिते रणे संस्थिते कारणमद। ल ठिकै छ, फल भएका ठाउँमा त यो जन्म पवित्र तीर्थमा त जन्म, तर यो चिसो जल शीतलो ठाउँ हेर्दा पनि आनन्द आउने विभिन्न वृक्ष भएका ठाउँमा फेरि यो बाँदर भएर जन्मको कारण के छ यो पनि बताउनुहोस् भनेपछि शृणु नारद वक्ष्यामि, हे नारद शान्त भएर श्रवण गर्नु, मैले सबै कुरा बताउँदछु। जुन समयमा दशरथ राजाका छोरा राम धर्म अर्थ काम मुक्ति चारै पुरुषार्थ प्रदान गर्नेवाला भगवान रामले हतवान रावणम दुष्टम अनि सेतु बाँधेर, रामेश्वर भन्छौँ नि, त्यो सेतु भनेको पुल बाँधेर लङ्कामा गएर विभीषण बाहेक ती रावण आदि गरेका सबै राक्षसलाई समाप्त गरिसकेपछि अनि सीतालाई परीक्षा गरेर जब अयोध्यामा आउनुभयो, त्यो युद्धमा सीतालाई लिएर आउँदाखेरि सबै युद्ध समाप्त भइसकेपछि सीतालाई प्राप्त गरिसकेपछि सबै आकाशमा ब्रह्मादि देवताहरू आएर पुष्पवृष्टि गरेर जय हो रामको जय हो, रामको जय हो, सीताको जय हो भन्दै पुष्पवृष्टि गरे। अनि त्यसपछि रामम तम वरम वृणु, हे राम हजुरले वरदान माग्नुहोस्, जे चाहनुहुन्छ त्यो दिन्छौँ भनेर ब्रह्मादि देवताले भगवान रामसँग भने। भगवान नारायण त राम बनेर मान्छे बनेर आउनुभएको छ, ब्रह्मादि देवता इन्द्रादि देवताले वरदान माग्न भने भक्तानाम शृणु तद्वाक्यम सुरा शृणु तद्वाक्यम यदि देयो वरोधन। अनि भगवान रामले भन्नुहुन्छ, हे देवता हो, हे ब्रह्मादि देवता हो, तिमीहरूले यदि वरदान दिन भनेर आएका हो भने यो रावण र रामको युद्धमा जति जति शूरवीर बाँदरहरूको मृत्यु भयो सञ्जीव भय तथा नासो, तुरुन्त तिनलाई फेरि बचाउनुहोस्। किन कसरी बचाउने भन्दा सुधा वृष्टा अमृतको वर्षा गरेर बचाउनुहोस् मेरो आज्ञाद्वारा। यसरी रामको आवाज सुनिसकेपछि अनि सबै देवताले अमृतको वर्षा गरे अनि सबै जो मृत्युको मुखमा पुगेका थिए बाँदर ती सबै फेरि बाँचे। तत सञ्जीविता सर्वे बानरा जयशालिना। त्यसपछि सबै जय विजय प्राप्त गर्ने बाँदरहरू सबै बसे। भगवान सबै उठे, जस्तै प्रकारले निद्राबाट हामी उठ्दछौँ त्यस्तै प्रकारले मृत्युको मुखमा पुगेका ती बाँदरहरू पनि उठ्दा भए। अत पुष्पकमारुह्य बानरान् सर्वत स्थितान्। त्यसपछि पुष्पक विमानमा चढेर भगवान राम अरू पनि सबै जहाँ आउन पर्ने हो त्यहाँ आउनुभयो। देवताहरू आफ्नो आफ्नो लोकमा गए। अनि त्यहाँ आइसकेपछि अयोध्या आइसकेपछि भगवान रामले सबैलाई अगाडि राख्नुहुन्छ। ती बाँदरहरू हनुमानहरू सुग्रीवहरू जो थिए जसले साथ दिएका थिए ती सबैलाई राखेर सबैलाई चाहिँ अभय दिनुहुन्छ। तिमीहरूले हे बाँदर हो, तिमीहरूले बडा मित्रले गर्ने काम गर्यौ। अनि हे सुग्रीव हनुमन्तौ हे तारात्मज जामन, हे सुग्रीव, हे हनुमान, हे जाम्बवान, मित्र कार्यम कृतम सर्वम, सबै मिलेर मित्रले गर्ने काम गर्यौ। आज्ञा पयन्तु तान् सर्वान् भवन्तो बानरानि त
भवदाज्ञापिता सर्वे यथेष्टम यान्तु ते यत। अब चाहिँ तिमी आफ्नो इच्छाअनुसार जहाँ जहाँ विचरण गर्नुपर्छ त्यहाँ जाऊ। अब तिमीलाई चाहिँ छुट्टी भयो, बिदा हुने भयो। कस्ता ठाउँमा तिमी जहाँ जहाँ जाने छौ, जहाँ जहाँ बस्ने छौ। यत्र यत्र भने एते मामका दीर्घ जीवन, जहाँ जहाँ तिमीहरू बस्ने छौ तिमीहरूको आयु लामो हुनेछ अरे। अनि जहाँ जहाँ यी बानरहरू बस्ने छन् त्यहाँ धेरै फलफुलका वृक्षहरू हुनेछन्। वृक्ष पुष्प फलानिता, फुल और फलका धेरै वृक्षहरू हुनेछन्। फलफुल नभएका ठाउँमा बाँदर प्राय चाहिँ बस्दैन। नद्यो मृष्ट जलाबाट, अनि नदी शीतल जलले परिपूर्ण भएका नदीहरू बग्नेछन्। शीतलम शुभगम सर न केपी दर्शयिष्यन्ति सर्वे यान्तु मम आज्ञा। तिमीलाई कसैले पनि जित्न सक्ने छैन, भगवान् रामले दिएको वरदान। अनि हामीले कहाँ जित्न सक्छौँ होइन? कसैले पनि तिमीलाई जित्न सक्ने। बाँदरलाई जित्ने अहिलेसम्म कोही जन्मेकै छैन। अतो राम, रावणले जित्न सकेन, त्यत्रो शक्तिशाली रावणले जित्न सकेन अनि हामीले जित्छौँ। बाँदरसँग त के अरे हारेर बसे भयो नि, नभए उपाय छैन। अतो राम प्रभावेण यतो बानर जातय। त्यस कारणले रामको प्रभाव र आशीर्वादको कारणले जहाँ जहाँ यी बाँदरहरू रहे त्यहाँ त्यहाँ मिष्ट मिठो जल, तलाउहरू, त्यसपछि फलहरू, फुलहरू, उसले खाने चिजहरू पर्याप्त प्राप्त हुन लाग्यो। यत्र यत्र बसे जन्तु तत्र तत्र पयान्ति नाभुक्तम क्षीयते कर्म इति वेदानुशासन। हामीले जस्तो कर्म गरेका छौँ त्यो कर्म भोग्नु पर्दछ। जस्तै प्रकारले धेरै गाई मध्येमा एउटी बाछी, एउटी गाईकी एउटी बाछी छन् भने धेरै गाईका फाँचा जान्नन्। आफ्नै आमा जुन हुन् तिनै आमाका पछाडि जान्छन् ती बाछी। आफ्नै बाछीलाई मात्रै गाईले दिन्छन्, अरू बाछीहरूलाई दिन्नन्। त्यस्तै प्रकारले हामीले गरेको कर्म हामी जुन जन्ममा गए पनि त्यो भोग्नै पर्छ। अब तथासौ बानर तत्र बवृदे पर्वतोपमा। अब यी बाँदरहरू बढ्दै गए पर्वत जस्तै भएर। बृहत छुते समायुक्त भोक र प्यासले पीडित हुँदै गयो। यो बाँदरको है एउटा त्यो बाँदर भएछ नि त, उसको प्रसङ्ग सुन्दै हुनुहुन्छ। त्यहाँ जन्म न त्यो मृग तीर्थमा गएर तर पाप गरेको छ नि, कालन्जरमा पर्वतमा जन्मिया छ तर पाप गरेको छ नि त। त्यस कारणले भोक प्यासले पीडित बेचरत बने। जन्म तस्य भक्तिबोध, जन्मदा बित्तिकै उसको मुखमा चाहिँ घाउ भयो, बडा पीडित भयो। निरन्तर त्यो मुखबाट चाहिँ पाकेको छ, रगत बगेको छ रात दिन। बडा पीडा छ, केही खान हुँदैन, मुख चलाउन पनि हुँदैन। वनमा जान्छ, फलहरू झार्छ तर खान पाउँदैन, खान हुँदैन। किनकि बाँदर हो नि त, उसले खानालाई मात्रै त झार्दैन होइन। त्यस कारणले लुरिया बदना ब्यासे, अनि यसो चुड्छ, फ्याँक्छ, मुखमा राख्न हुँदैन, खान पाउँदैन। त्यो पीडाको कारणले एकै ठाउँ बस्न पनि सकेन। एउटा वृक्षबाट अर्का वृक्ष, एउटा अर्का वृक्षबाट अर्का वृक्ष, कतिखेर भुइँमा झर्दछ। शरीर छिया भएको छ, पानी नभएका ठाउँको माछो जस्तै छटपटिएको छ। शरीर पनि गल्दै गयो, मुख पनि गल्दै गयो, दाँत पनि खसे। रोग लागेपछि छिटो दाँत खस्छन् मुखका पीडाले। पूर्व जन्ममा गरिएको पापको कारणले गर्दाखेरि अत्यन्तै दुःख भोग्दै गयो। अब उसले पुरुषोत्तम महिना गरेको होइन, यो महिना आइपुग्यो। महिनाभरि तस्मिन्नपि तथैवास्ते शीतवातादिविध पुरुषोत्तम महिना आएको छ। प्यास लागेको छ, पानी पिउन हुँदैन, मुखमा घाउ भएर। भोक लागेको छ, खाना हुँदैन केही पनि। जो मृगतीर्थको कुण्ड थियो त्यही कुण्डमा का छेउमा लडेको छ, सुतेको छ भनौँ। भोक लागेको छ, तै पनि कत्रो काहीँ बुटा जान्छ, झार्छ, खाना हुँदैन। एउटा वृक्षबाट अर्को वृक्ष, अर्को वृक्षबाट अर्को वृक्ष गर्दै अनि कुण्डको नजिकै त्यो खसो, कुण्डभित्र परेन। सचिराज निराहार शीतल इन्द्रियवर जर्जर। धेरै महिनाभरिका त कुरै छोडिदिउँ, अरू पनि समयसम्म पानी पनि पिउन भएन। मुखको कारणले फल पनि खान भएन। शरीर जर्जर भयो, शिथिल भयो, बल छैन। यसै गर्दा गर्दै एवं दिनानि चत्वारि दशमी दिन त कपे। अब दशमी दिनबाट दशमी, एकादशी, द्वादशी, त्रयोदशी
गतानि लुण्ठता कुण्डे छटपटिँदै पञ्चमी दिवसे प्राप्ते मध्यम दिन गतेरब। अनि 5औं दिनका दिन त उसको चाहिँ मृत्यु भयो, मध्याहको समय शरीर छोड्यो। सतम देहम समसृजा विनिर्दुतमल। अब त्यो शरीर छोड्यो, उसको सबै मल नष्ट भयो अरे, पाप नष्ट भयो। भोगले चाहिँ पुण्य नष्ट हुन्छ, तपस्याले चाहिँ पाप नष्ट हुन्छ, सुखले हाम्रो पुण्य समाप्त हुन्छ, अनि दुःख पर्यो भने हाम्रो पाप नष्ट हुन्छ। पापको फल भनेको दुःख, पुण्यको फल भनेको सुख। अब त्यो शरीर छोड्दा बित्तिकै दिव्य वपु शरीर प्राप्त भयो। भगवानका पार्षदहरू आए, भगवानकै जस्तै शरीर मिलेको छ। हामीले अर्चिर आदि मार्ग सुन्यौँ भने थाहा हुन्छ। शरणागत भएका जीवात्माको यो शरीर छोडेपछि भगवानको जस्तो चतुर्बाहु शङ्खचक्र गदापद्म पीताम्बर जस्तो हो त्यस्तै हुन्छ, तर दुईवटा चिन्ह चाहिँ फरक हुन्छन्। भगवानको छातीमा चाहिँ वक्षस्थलमा चाहिँ श्रीवत्स चिन्ह छ, भगवानले आफ्नो इच्छाअनुसार सृष्टि पालन सम्हार गर्नुहुन्छ। अनि यहाँ गएका जीवात्माले भगवानको आज्ञाअनुसार गर्छ, त्यति मात्रै फरक हो, नभए भगवान जस्तै। भगवान होइनन् फेरि। बडा दिव्य शरीर प्राप्त भयो। तदा निमा गच्छीघ्रम विमानम वैष्णव। भगवानका पार्षदहरूले विमानमा राखे, गाजाका साथमा भगवानका धाममा लगे। सबैलाई आश्चर्य भयो अरे, त्यसलाई पनि आश्चर्य भयो। कसैले चामर हाकेका छन्, कसैले चाहिँ तामोलहरूद्वारा स्वागत गरेका छन्, कसैले चाहिँ ऐना देखाएका छन्, कसैले स्नान गराएका छन्, गीत गाएका छन्, गीत भनेको भजन गाएका छन्। त्यो वैगव्य देखेर अनि उसले भन्न लाग्यो, किमे तद केन पुण्येन ममा पुण्य सुदुर्मते नास्ति मे सुकृतम किञ्चित येन मासि हरे पदम। मैले जीवनभरि धेरैभन्दा धेरै अपराध गरेँ र कुन पुण्यले गर्दा आज मैले यो सौभाग्य मलाई प्राप्त गरेँ भनेर उसले तर्क गर्दैछ। इत्थम तर्कयतो बृहत मुख सुख निरिम दिव्यम विमानम पुर। यस्तो तर्क गर्दो भयो। दृष्टा विस्मित चेतसौ हरिभटो ज्ञात्वा स्याहार्दम परम। उनको हृदय कुरा जानेर अनि भगवानका पार्षदहरूले वर्णन गर्न लागे। विभो प्रायी गोलोकम कतमात्र विलम्बसे। हे भक्त, तिमी अब भगवानका धाममा जाँदैछौ, विलम्ब गर्नु पर्दैन। पुरुषोत्तम भगवानको सान्निध्यलाई प्राप्त गर्दैछौ। त्यसले भन्छ, बहुनी मम पापा कर्माणि सन्ति भोग्यानि कस। मेरा धेरैभन्दा धेरै भोग्ने पापहरू छन्, कर्महरू छन्। कुन कर्मले मेरा ती सबै पापहरू नष्ट भए र मैले कसरी गोलोकलाई प्राप्त गर्ने भएँ। कति पाप गरेको रहेछ यसले भन्दा उसले आफै बताउँदछ। वर्षधारा चयावन्त्य। पानी पर्दाखेरि पानीका कति छिटा पर्छन् होला आकाशबाट, कति धारा आउँछन् होला। जति ती छिटा परे, पृथ्वीमा जति तीर्णहरू छन्, पृथ्वीको जति धुलोको कणहरू गन्ने हो नि ती होलान्, जति ताराहरू छन् त्यहाँभन्दा पनि धेरै मैले पाप गरेको छु। त्यस्तो पापी व्यक्तिले आज मैले यो दिव्य शरीर प्राप्त गरेर भगवान श्री हरिका चरणारविन्दमा प्राप्त गर्ने मलाई कुन सौभाग्य मिल्यो, कुन कारणले मैले प्राप्त गर्ने भएँ भनेपछि भगवानका पार्षदले भन्छन्, अहो देव कथम नैव विज्ञातम साधनमत। हे अब देवता भए नि, भगवानलाई कहाँ जाने भएपछि देवता भयो नि, के तिमीले पुरुषोत्तम महिनाको महिमा जानेका छैनौ। विष्णु प्रियो महापुण्यो नामना वै पुरुषोत्तम। भगवान विष्णुको प्राणभन्दा प्यारो र पवित्र यो पुरुषोत्तम महिना हो। त्यो पुरुषोत्तम महिनामा तिमीले धेरै कठिन तपस्या गर्यौ। महिना यहाँ त 3 दिन बताएको छ। 3 दिन त चल्दै नचलिकन कुण्डका समीपमा माथिबाट खसेर नचलिकन बसेको थियो। आकाशबाट आएको पानीले स्नान गरेको थियो, तर भोजन नगरेको त कति भयो नि त। अभिज्ञात महाराजा कपिदेहेन कानने। त्यस कारणले तिमीलाई थाहा छैन, यो बाँदर शरीरले जङ्गलमा धेरै तिमीले चाहिँ तपस्या गर्यो। मुखमा घाउको कारणले गर्दाखेरि नजानेर भए पनि तिमीले निराहार बस्यौ। माथिबाट फलहरू खसाल्यौ, ती फलहरू भगवानका भक्तहरूले खाए। तृणहरू खसाल्यौ, ती चाहिँ पशुहरूले खाए। पानी पनि पिएनौ। परोपकार सम्झाता, त्यसबाट परोपकार पनि भयो। भुटान जान सक्दैन थिए, तिमीले माथि गएर बोल्दा बुटाड अर्का बुटा फल हाल्दा क्यार्दा फलहरू खसे, सबैको परोपकार भयो फलपातद्वारा। सीतावात तपा रौद्रा सोडा विचरता भने
तातो पनि सय हो, चिसो पनि तय हो, आकाशको पानी पनि वर्षा पनि सय हो। त्यस कारणले महातीर्थे भरे रमे पञ्चाहम प्लवन गत, त्यति मात्र कीर्तन। त्यो पवित्र तीर्थमा तिम्रो शरीर छुट्यो। कहाँ छुट्यो रे? पवित्र मुक्ति क्षेत्रमा। मुक्ति क्षेत्र भनेको जहाँ गएर शरीर छुट्नाले जस्तो पापी भयो भने मुक्ति हुन्छ, त्यसलाई त्यस कारणले त्यसलाई मुक्ति क्षेत्र भनिन्छ। त्यो मुक्ति क्षेत्रमा मृग तीर्थमा कालञ्जर पर्वतमा जहाँ देवताहरू मृग भनेर विचरण गरेका थिए, त्यस्तो क्षेत्रमा तिम्रो शरीर छुट्यो। तस्मात् स्नानजम पुण्यम मासे श्री पुरुषोत्तम, त्यस कारणले पुरुषोत्तम महिनाभरि पानी पनि बढी आउने कारण यही नै हो। महिनाभरि तिमीले अभ्र स्नान गर्यौ। अभ्र स्नान भनेको घाम पनि लागेका छन्, पानी पनि आएको छ भने त्यस्तो स्नानलाई बडा पवित्र स्नान भनिन्छ, बडा महत्त्वपूर्ण मानिन्छ। यज्ञको अन्तिममा गरिने स्नानलाई पनि अभ्र स्नान भनिन्छ र यज्ञको अन्तिममा गरिने स्नान जस्तै पुण्य प्राप्त गर्ने हुने भएको हुनाले घाम र पानी जो हो त्यो बेलामा चाहिँ शरीरमा जल परो स्नान भयो भने त्यो पनि धेरै पवित्र स्नान भनिन्छ। तिमीले अभ्र स्नान गर्यौ अन्जानमा भए पनि। यसबाट किम पुनः श्रद्धेय तस्मिन्, यसरी अन्जानमा गरिएको व्रतद्वारा तिमीले भगवान्लाई प्राप्त गर्दछौ भने जसले श्रद्धापूर्वक पुरुषोत्तम भगवान्को आराधना गर्छन् भने तिनको महिमा के बताऊँ। यस्तो या साधित स्वार्थ तादि कर्तम चकक्षेमा, तिमीले जो परमार्थलाई प्राप्त गर्यौ त्यो कसैले पनि यति सजिलै गर्न सक्दैन। अथवा एक छाक खाएर एक छाक उपवास गरेर पनि व्रत हुन्छन् भनेर यसरी बता। ते धन्य कृत कृत्यास्ते, जसले पुरुषोत्तम भगवान्को व्रत गर्दछन् ती धन्य हुन्, ती कृत्य हुन्। दुर्लभम मानुषम जन्म, मानव जन्म नै दुर्लभ छ। 84 लाख योनिको अन्तिममा यो मानव जीवन प्राप्त हुन्छ भगवत कृपाद्वारा। त्यो पनि हाम्रा पुरुषार्थले होइन, भगवान्को कृपाद्वारा 84 लाख योनि भड्किसकेपछि एकपटक गोविन्दले हामीलाई चाहना दिनुहुन्छ, यसलाई कमसेकम मानव जीवन दियो भने त कानले भगवान्का कथा सुन्ला, मन्त्र सुन्ला, नेत्रले भगवान्को दर्शन गर्ला, शिरले गोविन्दलाई साष्टाङ्ग प्रणाम गर्ला, जिउराले हरि मन्त्र जप्ला र आत्माको उद्धार गर्ला भनेर यो एउटा चाहना दिनुभएको हुन्छ। 84 लाख योनिमा खेलेको चिट्टा अहिले हामीलाई परेको हो बल्ल। तेसाम सर्वोत्तमो मास स्नान दान जपैगत, त्यस्तै प्रकारले यो महिना मध्येमा उत्तम महिनामा जसले स्नान दान जपद्वारा, दान पितृकार्य तपस्याद्वारा जसले महिना व्यतीन्छन् भने त त्यो त करोडौँ गुणा अत्यधिक फल प्राप्त हुन्छ। दिक्तम च नास्तिकम पापम सठम धर्मध्वजम खलम पुरुषोत्तम महासाध्य स्नान दान विवर्जित, त्यो व्यक्तिलाई धिक्कार छ रे। त्यो व्यक्ति नास्तिक हो रे, पापी हो रे, सठ हो, मूर्ख हो रे, देखावटी धर्म गर्ने हो रे, खल हो रे, जसले पुरुषोत्तम महिनामा स्नान दानले रहित भएर जीवन व्यतीत गर्दछ। पुण्यशील सुशीलाभ्यम आदृष्टम वर्णितम निजम, अब यहाँ पुण्यशील और सुशील भगवान्का पार्षदले यो पुरुषोत्तम महिनाको महिमा बाँदरबाट जुनीबाट छुटेर भगवान् कहाँ जान लागेका त्यस्ता नित्य के अरे दिवंगतलाई सुनाउनु भयो। यो सुनेर चाहिँ बला चकित भयो जो बाँदर त अहिले छैन, फेरि बाँदरको शरीर छुटेको छ, शरीर रोमाञ्चित भयो। तीर्थलाई नमस्कार गर्यो, कालञ्जर पर्वतलाई पनि नमस्कार गर्यो, नानामा कानन त्यहाँका चाहिँ त्यो जङ्गललाई र त्यो जङ्गलका मालिकलाई, त्यहाँका लतापत्तालाई पनि नमस्कार गर्दै तथा त्यहाँ परिक्रमा गरेर अनि विमानमा चढेर सबैले हेर्दै गन्धर्वहरूद्वारा स्तुति गरिएको, बाजा बजिएको, पुष्पवृष्टि आकाशबाट पुष्पवृष्टि भएको छ, देवताले पुष्पवृष्टि गरेका छन्। मन्द मन्दम मुदानित मन्द मन्द मुस्कुराउँदै प्रसन्न भएर अगाडि बढ्दो भयो। साधारण पूजा चक्रो पुरन्दर पुरसरा इन्द्रादि देवताले पनि पूजा गरे रे। ततो जगाम गोलोकम, त्यसपछि गोलोकमा गयो। सानन्दम, योगीहरूलाई पनि दुर्लभ आनन्ददायक। गोप गोपी गवाम सेव्यम, जहाँ गोप गोपी और गाईको सेवा छ, रासमण्डल छ, जहाँ गएर केही शोक छैन, जन्म छैन, बुढापा छैन, मृत्यु छैन, रोग छैन, जहाँ सूर्यचन्द्रको नि गति छैन। व्याजेनापि, यसरी चाहिँ अन्जानमा गरिएको व्रतद्वारा त भगवान्लाई प्राप्त गरे भने जसले श्रद्धापूर्वक गर्दछन् तिनको महिमा के बताऊँ। श्री भक्तवत्सल भगवानको। अब यता बेलुकाको नियम के हो? बिहानको नियम त दिनभरिको नियम श्रवण गर्नुभयो, अब बेलुका पनि साँझ परेपछि पनि गर्नुपर्छ होला।
त्यसका नियम पनि के हुन्, गृहस्थीका सबै कुरा बताउनुहोस् भनेर सोध्नुभयो। प्रातःकालोदितं कर्म समाप्य विधिवत् तत, बिहानका सबै कर्म गरिसकेपछि मध्याहको कर्म पनि हुन्छ, यसो सन्ध्या सूर्यलाई अर्घ्य इत्यादि त्यो गरिसकेपछि अनि बिहान आफ्ना नित्य कर्म गरेर भोजन बनाएर ढोकामा गएर कोही अतिथि आउनुहुन्छ कि भनेर कमसेकम 15 मिनट चाहिँ आकाङ्क्षा गर्नु रे। एउटा सजिलो गाई दुहुने बेलासम्म कोही आउनुहुन्छ कि अतिथि एकजनालाई पनि भोजन गराएर भोजन गर्न पाएँ भने त म गृहस्थीको जीवन सफल हुन्थ्यो। कोही भिक्षा माग्न आउनुहुन्छ कि भनेर त्यो आकाङ्क्षा गर्नु रे। ब्रह्मचारी सन्यासी कोही आउलान् तिनको लागि सत्कार गर्नु। सत्कृत्य भिक्षावे भिक्षाम, भिक्षुकलाई सत्कार गरेर अनि भोजन गर्नु दिउँसोको नियम विशेष। कहिल्यै पनि प्रशस्त शूद्रपा एउटा कपडाले भोजन गर्ने नै हुन्न, स्नान सन्ध्या गर्ने नै हुन्न। नैका भाषा समस्नियात एउटा वस्त्र लाएर चाहिँ डबल वस्त्र हुनुपर्छ। आफ्नै भाँडामा भोजन गर्नु सकभर कि पातमा नभए आफ्ना भाँडामा भनिएको छ। भाँडा बोक्न अल्छी गरे त्यस्तै अरूले नगरेका उस पात्रमा गर्नु पर्यो। जसले एउटै पात्रमा भोजन गर्छ भने उसको चाहिँ आयु, बुद्धि, यश और बल जसले पाए तले खाएको भाँडामा नगर्नु, यसरी यहाँ बताएको छ। आचमन गरेर गर्नु, पञ्चग्रास गर्नु। यो पञ्चग्रास गरेको 5वटा आहुति हुन्। प्राण, अपान, व्यान, समान, उदान। यहाँ भगवान्लाई आहुति गरेको, भोजन गरेको होइन, यो भित्र अन्तर्यामी भगवान्लाई हवन गरेको हो भन्ने यस्तो भावना गर्नु। ततर्मनभूतो भुञ्जित मधुरम्पना, त्यसपछि गएर सबैभन्दा पहिला प्रणमाम पूर्वोच्चार्य स्वाहान्ते च कृतोब्लुत पञ्चकृतो ग्रसदन्नम जिह्वाया नतुदम सयेत। पञ्चग्रास खानु सकभर घिउ थोरै भए पनि घिउले स्पर्श गरेको हुनुपर्छ। पर्स मात्रै भए पनि धेरै नभए पनि तन्मय भएर गर्नु। सबैभन्दा पहिला मधुर अनि नुनेलो अनि बिचबिचमा चाहिँ अचार सचार खान्छौँ नि, कटु तितो अनि रसिलो भोजन गर्नु। सात्विक, राजसी, तामसी भोजन हुन्छन्। सात्विक भोजन गरियो भने त्यसले चाहिँ आयु, आरोग्य सबै कुरा प्राप्त हुन्छ। रस्यास्निग्धा स्थिरा हृदय आहार सात्विक प्रिया भनेर भन्छ। रसिलो, चिल्लो, थिरा भनेको खाएपछि कमसेकम 4-5 घन्टा, 6-7 घन्टा, 8 घन्टा अलिकति तागत दिने अनि खाँदाखेरि हेर्दा नै खाउँ जस्तो भोजनहरू हुनुपर्छ अरे। यसलाई सात्विक मानिन्छ। आहार सात्विक। यसले के दिन्छ भन्दा सत्व अनि आयु, सत्व, बल, आरोग्य। आयु, बुद्धि, बल, आरोग्य यी 4 चिजहरू प्राप्त हुन्छ सात्विक भोजन गर्नाले। अनि पिरो, चर्को यो चाहिँ राजसीमा पर्छ। पिरो, चर्को राजसीमा पर्दछ। अनि शास्त्रमा निषेध गरेको कुनै चिज पनि नलिनु भनेर यसरी वर्णन गर्नुभयो। अन्तिममा पनि जल आचमन गरेर मात्रै बोल्नु। यो शास्त्रको मनोमानी भगवान्लाई भोग्नलाई किन भोजन कसैले गर्छ भने त्यो नरकमा जान्छ भनेर यो पनि बताइबक्स्यो। भोजन गरिसकेपछि कुल्ला गर्नु। अब बेलुका के गर्ने? भोजन गरिसकेपछि कसलाई सम्झाउने? कसलाई सम्झने भन्दा अगस्त्यम, जसले समुद्रलाई नि पिइदिनु भएको थियो त्यस्तालाई सम्झ्यो भने हामीले भोजन पत्नी भयो। कुम्भकर्णम छ, कुम्भकर्णलाई सम्झने भोजन गरेपछि, किनकि धेरै खान्छ नि त उसले, हाम्रो सामान्यभित्र पच्दछ। शनि, बडबाल इत्यादिलाई सम्झनु। तत श्रीकृष्णदेव छ कुर्वी, त त्यसपछि गएर भगवान् श्रीकृष्णको स्मरण गर्नु, ताम्बुल भक्षण गर्नु। भगवान् श्रीकृष्णको चिन्तन गर्दै शास्त्र आदि दैनिक केही न केही कि त सुन्नु कि हेर्नु। क्यानिर कि सुन्नु कि आफूले हेर्नु। एक थोरै भए पनि भगवान्मा केही न केही सुन्नु, केही न केही हेर्नु, धार्मिक चर्चाहरू गर्नु। श्रुत्वा धर्मम विजानाति, सुनेर नै जानिन्छ, सुनेर नै पापबाट बचिन्छ, सुनेर नै संसारबाट वैराग्य आउँछ, सुनेर नै ज्ञान हुने भएको हुनाले, सुनेर नै मुक्ति हुने भएको हुनाले धेरैभन्दा धेरै श्रवण गर्नु भनेर बताउनु। श्रवण गर्ने व्यक्ति अत्यन्त नीचभन्दा नीच पनि
केही नजानेको पनि जान्नेवाला हुन्छ, श्रवण नगर्ने व्यक्ति जानेको व्यक्ति पनि अत्यन्त उत्तम कुलमा जन्मे पनि त्यो नीच भन्दछ। यति गर्दै गर्दै भगवान् श्रीकृष्णको चिन्तन गर्नु अनि बेलुका साँझको पनि सन्ध्या गर्नु। यो दिउँसोको नियम भयो, साँझको सन्ध्या गर्नु। बिहानको र बेलुकाको सन्ध्या जसले गर्दैन भने त्यो व्यक्ति गो हत्या गर्दा जति पाप लाग्छ त्यति पाप लाग्छ अरे। बिहानको सन्ध्या बेलुकाको सन्ध्या यसरी गर्नु। अनि समय टले पनि गर्नु, भोजन नगर्दै सन्ध्या गर्नु। आज त्रिकाल सन्ध्या गरियो भने त झन् ब्राह्मणले त त्रिकाल सन्ध्या गर्ने भनेर बताएको छ। सादित्याम पश्चिमाम सन्ध्याम अर्धास्त मितभास्करम प्राणानायम संरक्षा प्रणेन दैवतेन च। यसरी यो गर्नु भनेर यो पनि सन्ध्याको नियम पनि बताउनु भयो। परिक्रमा गर्नु अनि पश्चिम सन्ध्या गरिसकेपछि सबैले युक्त भएर भगवान्लाई स्मरण गरेर भोजन गर्नु, शरीर हात गोडा धोएर त्यसपछि गएर राम्रो बिस्तरामा शयन गर्नु। स्वगृहे प्राक्षी रासे त्यो आफ्ना घरमा चाहिँ पूर्व शिर गरेर सुत्नु सबैभन्दा राम्रो। स्वशिरे दक्षिणा शिरा माइततिर गइयो भने दक्षिण शिर गरेर शयन गर्नु, माइतमा होइनन् भने। प्रवास भनेको विदेशतिर गयो, घर छोडेर अन्यत्रै गइयो भने पश्चिम शिर गरेर सुत्नु, तर उत्तर शिर गरेर कहिल्यै पनि नसुत्नु। त्यो शयन गर्दा पनि नमस्कृत्य विजम विष्णु, भगवान् विष्णुको चिन्तन गर्दै शयन गर्नु। अगस्त्य, माधव, मुचुकुन्दा यी चाहिँ धेरै समय सुत्ने भएको हुनाले मुनि यिनको स्मरण गरेर शिरतिर पूर्ण कलश राखेर शयन गर्नु भनेर यसरी बताउनु भयो। अहिंसा सत्यवचनम सर्वभूतानुकम्पनम, मन वचन कर्मबाट हिंसा नगर्नु, सत्य बोल्नु, सबैप्रति दया गर्नु, सम दान यथाशक्ति गर्नु यो गृहस्थीको धर्म। परस्त्री या परपुरुषप्रति एक रति पनि कुदृष्टि गरेर नहेर्नु। धर्मस्त्री परिरक्षणम अदत्ता अदान विरमो मधुमांस मधुमांस इत्यादिहरू त्याग्नु। यसरी समय व्यतीत गर्नु, शरीरलाई धारण गर्नु अशेष भनेर यहाँ बताउनु भयो। अब यता नारदजीले सोध्नुहुन्छ, स्तुता पतिव्रता नारी त्वया पूर्वम तपोनिधे। हे नारायण, हजुरले पतिव्रता नारीको बारम्बार हजुरले वर्णन गर्नुभयो, प्रशंसा गर्नुभयो। पतिव्रता नारीहरूका लक्षण के हुन् त्यो पनि बताउनुहोस् भनेर सोधेपछि भगवान्ले बताउनुहुन्छ, शृणु नारद वक्ष्यामि, हे नारद श्रवण गर्नु। जुन पतिव्रता नारी सतीले सतीत्वको कालले नै भगवान्लाई प्राप्त गर्दछन् त्यो मैले बताउँदछु भन्दै भगवान् बद्रीनारायण भगवान्ले यहाँ बताउनुभयो नारदजीलाई निमित्त बनाएर। कुरूप रूप नभएको किन नहोस्, बिहा गर्दै पहिल्यै विचार गर्नु, विवाह गरिसकेपछि जस्तासँग पर्यो। कुरूप कुवृत्तो भनेको नराम्रो वृत्ति भएको, सुखभाव सुख अभाव रोगले युक्त भएको, पिचासले जस्तो कर्म गर्ने, क्रोधी मदिरापान गर्ने, वृद्ध निन्दित लाटो बहिरो उग्र रूप भएको, दरिद्र छुचो निन्दित कातर खुपी नभएको, छल कपटी पर नराम्रो भावना गर्ने, त्यस्ता भए पनि देवता जस्तै पूजा गर्नु भनेर यहाँ चाहिँ पतिव्रता नारीको महिमा बताउनु भयो। यहाँ बताएको मैले बताएको है। न जातु विषमं वर्तु त्रिया कार्यम कथञ्चन, बालया वा युवत्या वा वृद्ध वा वापि योषित न। बालिका अवस्थामा या युवती अवस्थामा या वृद्ध अवस्थामा स्वतन्त्र नारी नरहनु, किनकि आफ्नो धर्म रक्षाको लागि यसरी विधान गरेको हुन्छ। कसैलाई कुभावनाले नहेर्नु यसरी बताउनु भयो। हरेक जस्तो लोभ देखाए पनि नलोभिनु, जस्तो उभाए पनि भनेर। स्वरूपम तरुणम रम्यम देवो मनुष्य गन्धर्व सती नापर प्रिय। सती नारीको लागि देवता, ब्रह्मादि देवता, इन्द्रादि देवता, रुद्रादि देवताले पनि यदि नारी सती छन् भने उनलाई नष्ट गर्न सक्दैनन्। सीताको वर्णन गर्नुभयो यहाँ, यता चाहिँ द्रौपदीको वर्णन गर्नुभयो, यता सती नल दमयन्तीको प्रसङ्ग पनि यहाँ वर्णन गर्ने भयो। सतीत्वमा त्यति धेरै शक्ति हुन्छ।
पतिले खाने चिज भुङ्ते यथा पत्यो दुखिते दुखिता भोजन गर्दा भोजन गर्नु, दुखी हुँदा दुखी हुनु, सुखी हुँदा सुखी हुनु। पति शयन गरेपछि शयन गर्नु, उठ्नुभन्दा पहिला उठ्नु। यसरी यो वर्णन गर्नुभयो। कहीँबाट आएपछि प्रसन्न रहनु, प्रसन्न वदना नित्यम नित्य प्रसन्न मुखारविन्दले युक्त हुनु, समयमा भोजन गर्नु गराउनु, मिठो बोल्नु, यो सबै नियमहरू बताउनु भयो। यसरी बताएर त्रेता प्रवृत्ति महिनावारी भएका अवस्थामा चाहिँ शुद्ध अलग्गै रहनु। प्रथम दिनमा चाहिँ चाण्डाली, दोस्रो दिनमा चाहिँ ब्रह्मघातिनी, तृतीयमा अनि रजकी भनेको धोबिनी जस्तै चारौँ दिनमा चाहिँ पवित्र भइन्छ। स्नान, शौच, गान, रुनी, हाँस्ने यो बेलामा चाहिँ नगर्नु, जुवा नखेल्नु, यो पनि बताउनु भयो। दिउँसो नसुत्नु, दिउँसो सुत्यो भने सन्तान पनि सुत्नेवाला अल्छी हुन्छन्। त्यो बेला रजस्वला भएकालाई कहीँ नमस्कार नगर्नु, साष्टाङ्ग नि नगर्नु भनेर कतिसँग सुधाइन नसुने 3 रात्रिसम्म। अनि स्नान गरिसकेपछि पवित्र भइन्छ। केवलम पञ्चगम गर्भिणी चेत भवे नारी तदा नियत तत्परः, यो पनि यहाँ बताउनु भयो। निरन्तर भगवान् चिन्तन गर्नु, विवश भएर नहुनु, धेरै नहाँस्नु, धेरै टाढा नरहनु, कथा सुनाउँदाखेरि प्रेमपूर्वक श्रवण गर्नु रे। कथ्यमाना कथावार्ता श्रोतव्या साधनम स्त्रिया, कथा भन्दाखेरि कुरा काट्ने होइन, प्रेमपूर्वक सुन्नु। अनि केही बोल्दाखेरि पनि श्रवण गर्नु, बोल्या बेला विचार नबोल्नु, यस्तो पनि यहाँ आयो है। गायत्र च पत्यम दृष्टा विविध आनन्द निवृत्ता, भगवान्को कीर्तन गर्दा पाठ गर्दा कथा भन्दाखेरि बडा गदगद भएर श्रवण गर्नु, नजिकै बसेर झगडा नगर्नु रे। स्त्री जातिले भर्सिता निन्दिता त्यर्थम ताडिता पतिव्रता, भर्सना गरे पनि निन्दा गरे पनि अलिअलि टाकटुक गरे पनि कहिले पनि व्यथितापि भयम त्यक्ता कण्ठ्यागिणी तबल्लम, उच्चारण रोदनम नरुनी अस्ट्यो फुच्चे रोजे गरेर यसरी बताउनु भयो। कहीँ पनि भागेर नजानु, उत्सव आदि राम्रोसँग गर्नु, बडा राम्रा कुराहरू बताउनु भएको छ यहाँ। सासु ससुरलाई सम्मान गर्नु रे, कहिल्यै पनि अपमान नगर्नु। श्री तिलक निरन्तर लाउनु, यो पनि यहाँ आयो। अप्रख्याल मङ्गाना मलिना वरदान, मलिन कपडा नलाउनु। तिलकान जनहीनत्वम गन्धमालले विवर्जनम, नखरोमनाम संस्कारो दशनाम अममार्जनम, यसरी चाहिँ तिलक नलाउने, गाजल लगाउने, अनि त्यसपछि गएर माला भगवान्का स्वरूपानुरूप त्योहरू नहाल्ने, यो चाहिँ पनि नगर्नु। उच्च हाँस नगर्नु, आइमे कहिल्यै पनि उच्च स्वरले नहाँस्नु अरे। अरूले के गर्छन् भनेर त्यो खोजी पनि नगर्नु। स्वच्छन्द भएर विचरण पनि नगर्नु। पुरुषको चाहिँ शरीर स्पर्श नगर्नु। अटनमा एउटा कपडा लाएर नघुम्नु, अहिलेको म्याक्सी जस्तै। इत्यादि दोषा कथिता योषिताम नित्य दुखिता, त्यस कारणले यो सबै कुरा मैले बताएँ। घरको काम गर्नु, यस्तै यस्तै सबै कुरा बताउनु भयो। श्री श्याम सुन्दर भगवानको एक्लै प्रायः धेरै टाढा नजानु, ओखलमाथि नबस्नु, मुसलमाथि नबस्नु, ढोकामा नबस्नु, अरू केमा नबस्नु, झाडु नकुच्नु। तीर्थ स्नानार्थिनी नारी पति पादो दकम पिवे, तीर्थ स्नान गर्न चाहने नारीले चाहिँ यदि पति जस्ता पति भयो उनको चरणको जल पिउनु रे, यस्तो यहाँ बताउनु भयो। शङ्करादपि विष्णुर्वा, शिवजी विष्णुभन्दा पनि नारीको लागि पति नै सर्वश्रेष्ठ हुन्। व्रतोपवास नियम पतिमुल्लङ्घ्य याचरेत, व्रत उपवास नियमहरू पतिको आज्ञा उल्लङ्घन गरेर नगर्नु। त्यसले के हुन्छ भन्दा उल्लङ्घन गर्यो भने पतिको आयु हरते, आयु नाश हुन्छ र पत्नीको पनि नरकवास हुन्छ। सोधे उत्तर दिनु, नरिसाउनु। रिसाइयो भने के भन्छ, सुनी भनेको कुकुर्नी हुनुपर्छ, स्याल्नी हुनुपर्छ। यस्तो पो बताउनु भयो त यहाँ त। या भर्ताराम परे, जसले भर्तालाई त्यागेर मिठो मिठो खानुहुन्छ भने उल्लु हुनुपर्छ। यो पनि या भर्ताराम समुझे, त्यस्तो त कसैले गर्दैन होला, त्यही पनि बताइदिनु भयो। गाउँकी सुँगुर्नी हुनुपर्छ। या हुङ्कृत्या प्रियमृते सामुका जयते, पतिसँग हुङ्कार तुङ्कार गरियो भने पनि त्यस्तै हुन्छ अरे, लाटी हुनुपर्छ अरे। सपत्नीको आर्की ल्याइहाले पनि त्यसमा चाहिँ ईर्ष्या नगर्नु रे।
यो पनि यहाँ बताउनु भयो। अब भगवान्ले बताएको कुरा त सबै बताउनु पऱ्यो नि। यहाँ पतिव्रता शिरोरत्नम सा नारी कथिता बुधा, ती नारी के हुन्? पतिव्रता शिरोरत्न हुन्, जसले चाहिँ ब्रह्मा विष्णु महेश्वरलाई पनि आफ्नो अनुकूल बनाउन सक्दछन्। अनसुयाले चाहिँ ब्रह्मा विष्णु महेश्वरलाई छोरा पुत्रको रूपमा बनाए नि त। त्यस कारणले पतिव्रताको यति महिमा भगवान् स्वयं नारायणले बताए। भर्ता देवी देव गुरु भरता धर्मतीर्थ भर्तानि च तस्मा सर्वं परित्यज्य पतिमेकं समर्चयेत्, पति नै सर्वस्व हो जीवहीनो यथादेय। जस्तै प्रकारले आत्मा नभएको शरीर अशुद्ध हुन्छ, त्यस्तै प्रकारले पति नभएको शरीर अशुद्ध हुन्छ। धेरै स्नान गरे पनि अशुद्ध भइन्छ अरे। अमङ्गल तर शरणागति भएकालाई छुट छ। संसारका पतिले छोडेर गए पनि कहिल्यै पनि विधवा हुनु पर्दैन, विधवाका दोष लाग्दैन। यो नियम केवल शरणागति भएका जीवात्मालाई हो। शरणागति हुँदा हामीले पति भगवान् नारायणलाई मानेका हुन्छौँ। पुरुषले पनि नारायणलाई, नारीले पनि नारायणलाई मानेपछि त पुरुष गए नारी अशुद्ध पनि भएन, नारी गएपछि पुरुष अशुद्ध पनि भएन, किनकि पति त सबैकै भित्र हुनुहुन्छ। हो, शरणागति नै यस्तो मार्ग हो जुन मार्गमा लागेपछि जो विधवाको दोषबाट हामी मुक्त हुन्छौँ। कहिले पनि विधवाको दोषबाट हामी पवित्र हुन्छौँ। विहाय मातरम चैकम आशीर्वाद प्रदायिनीम अन्यता कन्या विवाह समय वाचेत इतिरिति। विवाहको समयमा यस्तो सङ्कल्प हुनेको हुन्छ, व्रतु सहचरी भूया। पतिको सहचरी भनेको निरन्तर साथ दिनेवाला, साथै रहनेवाला बन्नु भनेर त्यहाँ सङ्कल्प गरेको हुन्छ। शरीर छुटे पनि शरीर रहे पनि त्यही व्रतमा रहनु। जस्तै प्रकारले ब्यालग्राह्यता ब्यालम बिलात उद्धरते बलात्, ब्यालग्राही यथा ब्यालम बिलात उद्धरते बलात् यता मुत्क्रम्य दोतेव्य पतिम स्वर्गम नयस्यति। एउटा सर्पले ब्यालग्राह्य यथा ब्यालम बिलात उद्धरते बलात्, यमदूता पलायन्ते। आफ्ना पतिलाई, त्यस्ता पतिव्रता नारीले नरकमा गएका पतिलाई पनि उद्धार गर्दछन्, स्वर्ग लान्छन् भनेर यहाँ बताइबक्स्यो। यावस् स्वलोम सङ्ख्यास्ति तावत कोटियुतानि च व्रता स्वर्ग सुखम भुङ्क्ते रममाण। पतिव्रता नारी आफ्ना शरीरमा जति रहन्छन् त्यति वर्ष पतिलाई नरकमा गएकालाई पनि उद्धार गरेर स्वर्गमा आनन्दित हुन्छन्। शरणागति नभएकाको प्रसङ्ग ल माइती कुल और घरको कुल सबैलाई चाहिँ रक्षा गर्दछन्। शिरसो भवनम कार्यम तत्सम विध भइया सदा। यदि शरणागति भइया छैन भने विधवा हुँदा बित्तिकै शिर यो कपाल फ्याँक्नुपर्छ, एक छाक मात्रै खानुपर्छ। हेर्नु है, शरणागति नभएकाको नियम एक छाक मात्रै खानु। खाटमा सुत्न हुँदैन विधवाले। विधवा पाते सुत्या नि तिनले नरकमा लान्छन् फेरि। तस्मात् भूय शयनम कार्यम पत्योशक्य समयया। त्यस कारणले भुइँमा शयन गर्नुपर्छ। त्यही भएर शरणागति भएपछि खाटमा सुत्न नि पाइयो, शिर गर्न नि पऱ्यो, कपाल छेउर गर्न नि परेन, एक छाक खाने नि। किनकि हामीले भोजन गर्दैनौँ नि, हामीले त प्रसाद खान्छौँ। कति धेरै महिमा रहेछ। शरीरमा तेल लाउन नहुने, तामुल भक्षण गर्न नहुने, चन्दन लाउन नहुने, परपुरुषको त मुख हेर्न नि नहुने। प्रत्येक पति गइसकेपछि तिलोदकद्वारा तर्पण गर्नु। पतिका बा बुढोबा जुजुबुढोबा नाम गोत्र उच्चारण गरेर सेतो वस्त्र लगाउनु रे। पति छन्जरी नलगाउनु पति गएपछि। अन्यथाहरूमा पति गइसकेपछि पनि सेतो शुक्ल वस्त्र नलाएर अरू वस्त्र लगाए के हुन्छ त भन्दा रौ नामको नरकमा जान्छ। इत्येवं नियमयुक्त विधवापि पतिव्रता। विधवा भए पनि पतिव्रता नारीले पति गइसकेपछि यो नियममा रहनु। नैतादृशं दैवतमस्ति किञ्चित् सर्वेषु लोकेषु सदैव तेषु। यो यदा पति तुष्यति सर्वकामान् लभ्य प्रकामं प्रकृतिश्चरण्यात्। त्यस कारणले पति जसरी प्रसन्न हुनुहुन्छ त्यही अनुसार रहनु। यस्ता नारीहरूले स्वर्गलोकलाई प्राप्त गर्छन्, भगवान्का धामलाई प्राप्त गर्छन् भनेर यहाँ वर्णन गरिबक्स्यो। अब यहाँ चाहिँ अन्तिम उत्तम पतिव्रता, यो पतिव्रता धर्मको महिमा श्रवण गरेर सोध्नुहुन्छ। सबैभन्दा यो पुरुषोत्तम महिनामा दानमा अत्यन्त उत्तम दान के हो त्यो बताउनुहोस्। त्यसमा पनि हामीले काँसको पात्रमा
यो चाहिँ मालपुवा बनाएर दान गर्ने जो प्रसङ्ग छ यसको महिमा बताउनुहोस् भनेर यहाँ बताउनुहोस्। जुन व्रत गर्नाले हाम्रो व्रत सबै परिपूर्ण हुन्छ। अब यता एतद् व्रतम ब्रह्मण अचेकर धुमापुरा, यो व्रत कसले गर्नुभएको थियो? पुरुषोत्तम महिनाको व्रत भन्दा भगवान् शिवजी र उमा पार्वतीले गर्नुभएको थियो। अनि पार्वतीले शिवजीसँग सोध्नुभएको, यो मैले व्रत त गरेँ, अन्तिममा के दान गरौँ भनेर पार्वतीले शिवजीलाई प्रश्न गरे अनुसार शिवजीले बताएको प्रसङ्ग यहाँ बताउनुहुन्छ। न शक्यम किञ्चिदेवास्ति दानम श्री पुरुषोत्तमे, पुरुषोत्तम महिनामा दान कति गर्नुपर्छ त्यो वर्णन गरेर नि सकिन्न। तर यद् दानम गिरिसुते उत्तम प्रकृतम, जुन जुन दान उत्तम बताइयो श्रीकृष्ण वल्लभेमासि तत्सर्वम गौणताम गतम, सबैभन्दा पनि ती त छँदैछन्, त्यो सबैभन्दा पनि अत्यन्त रहस्य मैले बताउँदछु। यो पुरै ब्रह्माण्ड दान गर्दा पनि कमी नै हुन्छ अरे। त्यही भएर काँसको पात्रमा त्यसमा चाहिँ 30वटा मालपुवा तयार गरेर अनि माथिबाट फेरि ढाकेर यो व्रत परिपूर्ण होस् भनेर अनि सङ्कल्प गरेर त्रिंशत् काँस्यानि विद्वद्भ्य, सके 30वटा काँसका पात्रमा रे, नभए एउटैमा भए पनि पूर्ण व्रत वीर्यम कृता मोदाती बनाएर अब पार्वती चाहिँ अब कैलाशमा बस्नुभएको छ ओडारमा, अब कहाँबाट पूर्ण गर्ने भन्दा त्यसरी पूर्ण गर्नुभएको थियो। सबैभन्दा साधनभन्दा पनि उत्तम साधन यो भनेर यहाँ बताउनु भयो। यो प्रसङ्ग श्रवण गर्नाले पनि पाप नष्ट हुन्छ। जसले श्रद्धापूर्वक विधिपूर्वक यो कर्म गर्नुहुन्छ भने त्यसको त के महिमा बताउँ। यो भारतवर्षमा जन्मेर पुरुषोत्तम व्रत जसले गर्नुहुन्छ भने तिनी धन्य हुन्छ। जसले गर्नुहुन्न नसेवन्ते चन्द्रशृण्वन्ती, जसले पुरुषोत्तम भगवान् महिनामा स्नान गर्नुहुन्न, तीर्थ गर्नुहुन्न, व्रत गर्नुहुन्न, दान गर्नुहुन्न, महात्म्य श्रवण गर्नुहुन्न भने, सुन्नुहुन्न भने ती नरमा अधम हुन्। तिनी आएको गएको कुनै पशु पक्षी जस्तै हो। ती दुर्भाग्य नभएका हुन्। जन्म जन्ममा तिनको कहिले पनि भाग्यको उदय हुँदैन। पुत्रबाट, मित्रबाट, पत्नीबाट वियोग हुनुपर्दछ, दुःख भागी बन्नुपर्दछ। त्यस कारणले अश्विन मासे द्विजश्रेष्ठ नाश असत शास्त्र मुदा हरे। त्यस कारणले यो महिनामा असत शास्त्र भनेको भगवान्लाई प्राप्त गर्ने बाटो बताउने शास्त्र बाहेक अरू शास्त्रहरू श्रवण गर्ने काम नगर्नु है। त्यही भएर यहाँ यो समयमा भागवत सुनिन्छ, गीता सुनिन्छ, विष्णुनाम सुनिन्छ, भगवान् विष्णु सम्बन्धी तीर्थयात्रा हुन्छन्, अरू कहीँ पनि हुँदैन। नस्पते परसैयामा नसुत्नु अरे। झुटो कहिले पनि नबोल्नु, यो बेला त झन् नबोल्नु, अर्काका कुरा नकाट्नु, परान्न नलिनु। हामी शरणागति भएकालाई भगवान्को प्रसाद त्यो दोष लाग्दैन। हामीले व्यक्ति कहाँ गएर अनि अवैधमा कहाँ गएर खाइयो भने त्यो परान्न हुन्छ। भगवान्का भागवत वैष्णव कहाँ गएर भोजन गरेर परान्न हुन, किनकि त्यहाँ वैष्णवको सम्पत्ति भगवान्को सम्पत्ति बनाएर भगवान्लाई भोग्लाइन्छ। भगवान्को प्रसाद कहिल्यै पनि परान्न हुँदैन। धेरै कुराबाट बचिन्छ शरणागति भइयो भने। शक्तिअनुसार वित्त साठ्य नगर्नु, दिने दिने यसरी बताउनु। धन्यास्ते पुरुषालोके, ती व्यक्तिहरू धन्य हुन् जसले पुरुषोत्तमको व्रत गर्छन्, जसले पुरुषोत्तम भगवान्को अर्चना गर्दछन्। इन्द्रदुम्न नाम गरेका राजाले, शतदुम्न नाम गरेका राजाले, यवनाश भगीरथ, यिनले पनि पुरुषोत्तम भगवान्को उपासना गरेर भगवान्लाई प्राप्त गरे। त्यस कारणले प्रयत्नपूर्वक पुरुषोत्तम भगवान्को सेवा गर्नु सबै साधनभन्दा सबै प्रकारको फल प्रदान गर्नेवाला छन्। गोवर्धनलाई धारण गर्ने भगवान् गोपाल, गोपरूपी भगवान्को स्तुति गर्नु, यो सबैभन्दा पहिला कौडिन्य ऋषिले यो महिमा बताउनु भएको थियो र यही व्रत गर्नुभएको थियो। यो भगवान्को महिमा, भगवान्को मन्त्र जप्दै जप्दै यो पुरुषोत्तम महिनालाई व्यतीत गर्नु अरे। जपन मासम नयेद भक्त्या पुरुषोत्तम माप्नु याद। भगवान् पुरुषोत्तमको मन्त्र जप्दै जप्दै, पुरुषोत्तमको मन्त्र भनेको मूल मन्त्र, द्वय मन्त्र, चरम मन्त्र, भगवान् नारायणका मन्त्रहरू, यिनै मन्त्र जप्दै भगवान् पुरुषोत्तमको ध्यान गर्दै यो पुरुषोत्तम ध्यायम नयन मासम, अनि एक एक अध्याय श्रवण गर्दै अथवा समय भएन भने त्यही अनुसारको एक दिन, 5 दिन, जति दिन, 3 दिन जति अनुकूल हुन्छ त्यति श्रवण गर्दै यस्तो गर्दै यो महिना पूर्ण गर्नु।
यो अत्यन्त गोपनीय भन्दा पनि गोपनीय छ। यो सबैलाई श्रद्धा नभएकालाई यो बताउँदा पनि नबताउने। श्रोतव्यमेत सततम पुराणम, यो निरन्तर श्रवण गर्नु। यो पुस्तक लिएर घरमा निरन्तर पढ्दै जानु। यति मिठो वैष्णवको सर्वस्व दान हो यो पुरुषोत्तम महात्म्य। हरेक प्रकारको अभिष्ट फल प्रदान गर्नेवाला छन्। पवित्रमा पनि अत्यन्तै पवित्र छ। एक श्लोक भए पनि श्लोकैक मात्र श्रवणेन पुंसां मगानि सर्वाणि निहन्ति विप्रा। एक श्लोक मात्रै सुन्न पाए पनि धेरै व्रतभन्दा पनि उत्तम व्रत। गङ्गादि सर्वतीर्थेषु मज्जतो सबै तीर्थहरू गङ्गादिमा स्नान गर्दा जो पुण्य प्राप्त हुन्छ, पुरुषोत्तम महात्म्य श्रवण गर्नाले त्यो पुण्य प्राप्त हुन्छ। इला खण्ड परिक्रमा गर्दा जति पुण्य प्राप्त हुन्छ अथवा यो पृथ्वी परिक्रमा गर्दा जो पुण्य प्राप्त हुन्छ, यो पुरुषोत्तम महात्म्यको श्रवण गर्नाले त्यो पुण्य प्राप्त हुन्छ। ब्राह्मणले ब्रह्मवर्चस्व प्राप्त गर्नुहुन्छ, क्षेत्रीले शासन गर्ने सामर्थ्य प्राप्त गर्नुहुन्छ, वैश्यले दान प्राप्त गर्नुहुन्छ भने शूद्र पवित्र बन्दछन्। यो पुरुषोत्तम भगवानको उपासना गर्नाले किरात, हुण, पशुको जस्तो चरित्र गर्ने त्यस्ता व्यक्तिहरू पनि पवित्र हुन्छन्। यो महिमा श्रवण गरेर नियम पालन गर्नाले। जसले यो पुरुषोत्तम महात्म्यको पुस्तक लेख्नुहुन्छ अथवा दान गर्नुहुन्छ, वस्त्रभूषणले युक्त बनाएर, त्यसको पनि यहाँ 3 कुललाई उद्धार गरेर गोलोकलाई प्राप्त गर्नुहुन्छ भनेर बताएको छ। जसका घरमा पुरुषोत्तम महात्म्यको पुस्तक रहन्छ भने तद्गृहे सर्वतीर्थानि विलसन्ति निरन्तरम, त्यसका घरमा सबै तीर्थहरूको वास हुन्छ। मासोत्तमस्य महिमा अनन्त पुण्यम, यो पुरुषोत्तम महिनाको महिमा अनन्त पुण्य छ। यो सुनेर बडा आश्चर्यचकित हुनुभयो। उचुष सूत तनयम विनयेन विश्व। त्यसपछि गएर सौनकादि ऋषिहरूले सूतजी महाराजसँग हात जोडेर निवेदन गर्न लागे। सूत महाभाग धन्योसी त्वं महामते। हे सूतजी महाराज हजुर भाग्यमानी हुनुहुन्छ, धन्य हुनुहुन्छ। हजुरका मुखारविन्दबाट यो पुरुषोत्तम महात्म्यको माध्यमद्वारा भगवानका चरित्र रूपी अमृत पान गरेर हामी कृतार्थ बन्यौँ। चिरञ्जीवी सदासुत, हे आचार्यदेव हजुर चिरञ्जीवी भनिबक्सियोस्। पौराणिकमा शिरोमणि भनिबक्सियोस्। हजुरको कीर्ति 10 दिशामा फैलियोस्। जगतलाई नै पवित्र बनाउनेवाला बनोस्। हामी सबैले हजुरलाई चाहिँ यो दिव्य ब्रह्मासन व्यासासन अर्पण गऱ्यौँ। हजुरका मुखारविन्दबाट निक्लेको जो पुरुषोत्तम मुकुन्द भगवानका वार्ता रूपी अमृत पान गऱ्यौँ भनेर बडा प्रशंसा गर्नुभयो। त्यही अनुसार गर्नुभयो। ती सबै तीर्थहरूलाई नमन गर्दै अगाडि बढिबक्सियो र यो प्रसङ्ग पनि समाप्त गरिबक्सियो भन्दै आज हजुरहरूका सन्निधिमा भगवान पुरुषोत्तमको चरित्रले परिपूर्ण भएको 31 अध्यायले युक्त भएको यो पुरुषोत्तम महात्म्यको पाठ तथा कथालाई संक्षेप रूपमा टुटेफुटेका शब्दद्वारा प्रस्तुत गरियो। यसबाट भगवान अवश्य पनि प्रसन्न हुनुहुनेछ। श्रोता भक्ता सबैको कल्याण गरिबक्सिनेछ भन्ने आशा गर्दै यसलाई हामीले बिट मार्दछौँ। श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण